भने अब एउटा स्पेसिफिकेसन does not यसलाई मैले अप्सनमै बनाइदिन्छु यो स्पेसिफिकेसन does not include भनेर अप्सन ए मा छ हेर्नु त अप्सन ए मा के छ भने स्पेसिफिकेसन does not include quality of materials B मा method of preparation C मा छ dimension र D मा छ workmanship ल यो पोइन्टलाई मैले क्वेशनकै रूपमा बनाइदिएको छु तपाईले यो क्वेशन सोधिसकेको छ है यो क्वेशन सोधिसकेकोले गर्दा तपाईलाई फेरि एकचोटी हैन पटक सोधिसकेको छ र एउटा इम्पोर्टेन्ट पनि भयो त्यही भएर यसलाई हामीले अब लेख्नु पर्ने भयो क्वेशनकै रूपमा अप्सनहरुमा फरक आए पनि तपाईले क्वेशन चाहिँ एकदम इम्पोर्टेन्ट हो यो सर हजुर सर एउटा क्वेशन थियो सर स्ट्यान्डर्ड एस्टिमेट फर्मेट अफ गभर्नमेन्ट अफिस सोध्यो भने कुन को फर्मेट बनाउने सर त्यो फर्मेट बनाइहाल्छु अहिले तपाईलाई त्यो स्ट्यान्डर्ड फर्मेट अफ एस्टिमेट गभर्नमेन्ट वा नम्स अनुसार भन्यो भने सिरियल नम्बर डिस्क्रिप्सन अफ वर्क युनिट नम्बर लेन्थ ब्रेथ हाइट वा थिकनेस को कलम बनाउने त्यसपछि क्वान्टिटी बनाउने र त्यसपछि रिमार्क्स हाल्दिने त्यही हो स्ट्यान्डर्ड फर्मेट त्यो आइरहेको छैन त सर त्यो क्वान्टिटी सिट को भयो के भन्नुभयो अनि त्यो सर के भन्छ एस्टिमेट को मात्र बनाउने कि एब्स्ट्र्याक्ट अफ कस्ट को पनि बनाउने त्यही त भन्दै छु त त्यो भनेको क्वान्टिटी को भयो त्यसपछि एब्स्ट्र्याक्ट अफ कस्ट पनि बनाउनु पर्छ पहिला क्वान्टिटी मेजरमेन्ट वा क्वान्टिटी क्याल्कुलेसन को सिट आउँछ त्यसपछि लगतै के गर्नु पर्यो भने एब्स्ट्र्याक्ट अफ कस्ट मा तपाईलाई त्यो लेन्थ ब्रेथ हाइट जब चाहिदैन के चाहियो त क्वान्टिटी आइसकेको हुन्छ सो के गर्ने फेरि सिरियल नम्बर वा आइटम नम्बर डिस्क्रिप्सन एउटा कलममा अर्को कलममा चाहिँ के युनिट राख्ने अर्को कलममा क्वान्टिटी राख्ने त्यसपछि रेट युनिट रेट अनि अमाउन्ट राख्ने युनिट रेट र क्वान्टिटीलाई मल्टिप्लाई गरेपछि जहिले पनि अमाउन्ट आउँछ ल अर्को कलममा के गर्ने भने रेट राख्दिने के रे सरी रिमार्क्स राख्दिने अनि त्यही भयो हाम्रो त्यो पनि सोध्यो भने तपाईले 5 मार्क्समा सोध्छ है त्यो पनि के भन्छ भने त्यो एकदम सजिलो पनि छ तपाईले लोक सेवाको सब्जेक्टिभ एक्जाम लेख्दाखेरि मेन हाम्रो बुझ्नुपर्ने कुरा के हो भने त्यसमा गफ हानेर पाना भरेर एकदम मजाले त्यो धेरै डिटेलमा जानु भन्दा पनि सटिक लेख्ने हो मैले 5-7 वटा सचिवहरुको इन्टरभ्युहरु पेपरमा पढ्दाखेरि उनीहरु सबैले त्यही भनेका रहेछन् के भनेका छन् भने एउटै कुरा छन् लोक सेवाको सब्जेक्टिभ एक्जाम लेख्दाखेरि तपाईले पाना भरेर मात्र हुँदैन कन्टेन्ट चाहिने कन्टेन्ट तपाईले लेखिदिनु भयो भने तपाईलाई राम्रो मार्क्स आउँछ हैन जस्तै मानौ व्हाट डु यु मीन बाइ स्पेसिफिकेसन भन्यो भने पनि तपाईले स्पेसिफिकेसनलाई त धेरै 4-5 पन्ना लेखेर हुँदैन यस्तै पोइन्टहरु टाक मेन पोइन्टहरु लेख्दिएपछि पनि तपाईलाई पुग्दो रहेछ र कुनै पनि चीजहरुलाई ठक सकभर पोइन्ट वाइज र त्यसको मेन फंक्सन र त्यसको डेफिनिसन के हो त्यो कुराहरु लेखेर अनि अगाडि बढ्ने सकभर फिगर हुन्छ भने जसको फिगर यदि हुन्छ त्यसको फिगर पनि त्यहाँ इन्क्लुड गर्दिन नमागे पनि उले फिगर नमागे पनि तपाईले एउटा सकभर फिगर बनाइदिनु भयो भने अनि फिगरले धेरै कुरालाई एक्सप्लेन गर्दिन्छ अटोमेटिक त्यही भएर फिगर बनाउनु नै भनेको 2-3 वटा पोइन्ट कम लेख्नु पनि हो सो फिगर बनाउने जसले गर्दा राम्रो इम्प्रेसन पनि पर्छ त्यो कुराहरु हुन्छ लोकसेवामा त्यही भएर अब हेरौं स्पेसिफिकेसन के हो तपाई हामी के जनरली डेली लाइफमा पनि विभिन्न टाइप्सको स्पेसिफिकेसनहरु युज गरिरहेछौं तर यतिसम्म कि एउटा लुगा किन्न जान्छौं भन्नुहुन्छ नि मलाई यस्तो कलरको यस्तो भएको अहिले चलन चल्तीमा आएको यस्तो दिनुस् भनेर अनि पसलेले त्यही खालको लुगा तपाईलाई देखाउँछ नि त्यो पनि तपाईले भनेको उलाई के हो त स्पेसिफिकेसन कलर भन्नुहुन्छ क्वालिटी भन्नुहुन्छ सकभर प्राइस पनि तपाईले के गर्दिनुहुन्छ मलाई यतिसम्मको रेन्जको देखाउनु न भन्नुहुन्छ तपाईलाई मन पर्दैन फेरि अर्को हेर्नुहुन्छ वा त्यो पनि एउटा स्पेसिफिकेसन हो तपाई एउटा मोबाइल किन्न जानुहुन्छ मोबाइलको भन्नुहुन्छ नि मलाई 3टा क्यामेरा भएको चाहियो यति जीबी को र्याम रोम के अब चाहियो भनेर भन्नुहुन्छ त्यो पनि एउटा के भयो त्यो स्पेसिफिकेसन भयो हामीलाई चाहियो त्यो स्पेसिफिकेसन होइन अब के कुन स्पेसिफिकेसन चाहियो त हामीलाई चाहियो इन्जिनियरिङ स्पेसिफिकेसन सो स्पेसिफिकेसन भनेको के हो त स्पेसिफिकेसन इज एन स्पेसिफिक डिस्क्रिप्सन एकदम छोटो परिचय दिन्छ के कुनै पनि चीजको कुनै पनि कामको वर्कको हामीलाई चाहियो के त अब इन्जिनियरिङ स्पेसिफिकेसन किनभने हामी त सिभिल इन्जिनियरिङको कामहरु गर्दै छौं भने
अब ब्रिक वर्क भन्ने छ, ब्रिक वर्क भन्नाले केही बुझ्यो त? बुझिएन नि। फर्स्ट क्लास ब्रिक वर्क इन 1:4 मोर्टार भनिदियो भने के बुझ्नुभयो त? ए फर्स्ट क्लास ब्रिक छ र 1:4 1 सिमेन्ट र 4 भाग स्यान्ड राखेर त्यसको मोर्टारमा जोइन्ट गर्ने ब्रिकको कामहरूलाई स्पेसिफिकेसन भन्यो नि त उ तपाईलाई हैन? हो, त्यो भनेको के भयो त? एउटा स्पेसिफिकेसन भयो, तपाईले एउटा जानकारी दियो हैन? त्यसरी लेखिन्छ स्पेसिफिकेसनहरू। अब इन्जिनियरिङ स्पेसिफिकेसनले के कुराहरूलाई डिल गर्छ, के कुराहरूलाई भन्छ भने कन्टेन्ट्स डिटेल डिस्क्रिप्सन अफ अल वर्कम्यानशिप। वर्कम्यानशिप भनेको कसरी काम गर्छ, कुन कुन खालको लेबरहरू युज गर्ने, मेटेरियल्स कुन मेटेरियल युज गर्ने, कस्तो क्वालिटीको हुन्छ, व्हिच आर रिक्वायर्ड टु कम्प्लिट एन इन्जिनियरिङ प्रोजेक्ट। त्यो तिनीहरू चाहिँ के त इन्जिनियरिङ प्रोजेक्टलाई कम्प्लिट गर्नको लागि यी चीजहरू युज हुन्छ। र इन एकोर्डेन्स विथ द डिटेल्स एन्ड ड्रइङ्समा, ड्रइङ र डिटेलमा जे भने हुन्छ नि त्यही अनुसारको हामी काम गरेर हुन्छौँ फिल्डमा। हो, जब हामी सुन्छौँ नि अब बाटोमा वा कुनै पनि चिजमा सिभिल इन्जिनियरले क्वालिटी अनुसारको काम गरिदिएन भने त्यही हो मुद्दा पड्ने, त्यही हो झगडा हुने, त्यही हो चाहिँ के गर्ने त फस्ने पनि चान्स त्यही हुन्छ। त्यही भएर स्पेसिफिकेसन हाम्रो लागि एकदम इम्पोर्टेन्ट हो। बिना स्पेसिफिकेसनको काम तपाईँले गर वा स्पेसिफिकेसन लेखेको छ अर्कै, तपाईँले काम गरिदिनु भयो फिल्डमा अर्कै भने तपाईँलाई कारबाही हुन्छ है। र त्यही कुरा छ। पछि तपाईँ हामी ओभरसियर भएर अब सरकारी ओभरसियर भएर वा इन्जिनियर भएर काम गर्दाखेरि ओभरसियरको धेरै जिम्मेवारी हुन्छ। सोधे पनि छ द रेस्पोन्सिबिलिटी अफ द ओभरसियर वा सब इन्जिनियर एक्सप्लेन गरेर 5 मार्क्सको सोधेको छ तपाईँलाई सब्जेक्टिभमा। सो त्यो कुराहरू त बुझ्नु पर्यो। सो ओभरसियरको एकदम ठुलो भूमिका हुन्छ हाम्रो सिभिल इन्जिनियरिङ इम्प्लिमेन्टेसनमा। अब साइटको कन्ट्रोलको कामहरूदेखि लिएर क्वालिटी कन्ट्रोल, मेजरमेन्ट सिट निकाल्ने बनाउने कामहरू ओभरसियरले गरेर आउँछ साइटमा। तपाईँले चाहिँ यहाँ साइटमा अब किनभने तपाईँकै भरमा इन्जिनियर बसिरहेको हुन्छ कति ठाउँमा, तपाईँले यहाँ बिगार दिनुभयो भने त्यहाँ चाहिँ के हुन्छ भने तपाईँको काम के हुन्छ त क्वालिटी कन्ट्रोल काम पनि तपाईँले गर्नुपर्ने हुन्छ। अनि ढलान भइरहेको हुन्छ अनि तपाईँ त्यहीँ बस्नुपर्ने हुन्छ अनि हेर्नुपर्ने हुन्छ ठ्याक सबै रेसियो अनुसार स्पेसिफिकेसनमा लेखे अनुसारको मिलेको छ कि छैन त्यो मिलाउनु पर्ने तपाईँहरूको जिम्मेवारी हुन्छ है। सो यो हामी के गरेर हुन्छ त स्पेसिफिकेसनले भनेको काम हामी गराएर हुन्छौँ। टाइल लगाउनु पर्ने हुन्छ, तपाईँ टाइलको क्वालिटीहरू हेरेर चेक गरेर ल्याबमा गएर सबै कुराहरू टाइल, सिमेन्ट, एग्रिगेट सबैको क्वालिटी हामी चेक गर्नुपर्ने हुन्छ सुरुमै। कङ्क्रिटको त्यो हामीले क्युब टेस्ट त गर्छौँ छुट्टै कुरा हो, त्योभन्दा पहिल्यै साइटमै गएर कङ्क्रिटको के अरे हाम्रो एग्रिगेटको टेस्ट गर्नुपर्ने हुन्छ, स्यान्डको टेस्ट गर्नुपर्ने हुन्छ, त्यसपछि हाम्रो सिमेन्टको टेस्ट गर्नुपर्ने हुन्छ, रडको टेस्ट गर्नुपर्ने हुन्छ ल्याबमा, सबै चिजको इटाको छुट्टै जति टेस्टहरू छ नि हामीले पढ्छौँ मेटेरियलमा इटाको पनि टेस्ट गर्नुपर्ने हुन्छ, डाइमेन्सन टेस्ट हुन्छ, कम्प्रेसिभ स्ट्रेन्थ टेस्ट हुन्छ, वाटर एब्जर्प्सन टेस्ट हुन्छ, सबै टेस्टहरू हामीले फिल्डमा गर्नुभन्दा पनि ल्याबमा गएर अनि फेरि बल्ल हामी इम्प्लिमेन्टेसन गर्छौँ। त्यो कुराहरू हुन्छ। सबै के भयो त हाम्रो स्पेसिफिकेसनले दिएअनुसार काम हामीले गर्नुपर्ने हुन्छ। त्यही भएर इट इज भेरी इम्पोर्टेन्ट टु एक्जिक्युसन अफ द वर्क। कुनै पनि काम गराउनको लागि एक्जिक्युसन भनेको के भयो त काम गराउनु, त्यसमा चाहिँ स्पेसिफिकेसन धेरै ठुलो भूमिका खेल्छ। बिना स्पेसिफिकेसन हामी कुन काम कस्तो गराउने त थाहा हुँदैन। त्यही भएर स्पेसिफिकेसन हाम्रो लागि एकदम इम्पोर्टेन्ट हो। द कस्ट अफ द वर्क डिपेन्ड्स अपन द स्पेसिफिकेसन। तपाईँले क्वालिटीको काम गर्नुपर्ने भयो भने ठ्याक्कै तपाईँलाई कस्टमा रिलेटेड भइहाल्छ। त्यो स्पेसिफिकेसन जति धेरै राम्रो छ, जति धेरै राम्रो तपाईँले काम गराउनु पर्ने छ, जति धेरै राम्रो क्वालिटीको काम गराउनु पर्ने छ त्यो अनुसारको तपाईँले कस्टमा डिपेन्ड परिहाल्छ। त्यो डिपेन्ड कस्टमा हुन्छ। तपाईँले अब आरसिसीको काम गर्दै हुनुहुन्छ, इन्टेरियर डिजाइनहरूमा तपाईँले फरक अब हेर्नु त यो पर्दाकै कुरा गर्नु छ भने पर्दा अब 200 स्क्वायर मिटर पनि आउँछ, 150 पनि आउँछ र 1000 पनि आउँछ भनेपछि फरक हो नि त। तपाईँलाई कस्तो चाहियो त त्यो भनेको हाम्रो स्पेसिफिकेसनले दिएको कामहरू गराउँदा त्यसमा कस्ट चाहिँ अभियस डिपेन्ड हुने हुन्छ, कस्टमै फरक पर्न जान्छ। जति धेरै राम्रो स्पेसिफाई गरेको काम गराउनुहुन्छ त्यही अनुसारको महँगो काम पर्न जान्छ। अहिले हामीले कङ्क्रिट फ्लोरिङ गरेका छौँ, पछि मात्र तपाईँले यहाँ टाइल लगाउनु पर्यो, कस्ट बढ्छ। टाइलको ठाउँमा त्यो भन्दा नि राम्रो हो मार्बल गरौँ, त्यसको पनि कस्ट बढ्छ होइन, मार्बल हटाएर ग्रेनाइट राखौँ त्यसको पनि कस्ट बढ्छ। भनेपछि के भयो त स्पेसिफिकेसनले हाम्रो कस्टमा चाहिँ ठुलो असर पार्छ है। सो कस्ट अफ द वर्क डिपेन्ड्स अपन के त स्पेसिफिकेसन पनि हुन्छ। कस्ट चाहिँ विभिन्न काममा विभिन्न चिजहरूमा डिपेन्ड भए पनि स्पेसिफिकेसन पनि एउटा मुख्य पोइन्ट हो भन्न खोजे हो कि। किनभने जब हामी रेट एनालाइसिस पढ्छौँ अब रेट एनालाइसिसमा हुन्छ फ्याक्टर एफेक्टिङ रेट एनालाइसिस भनेको के हो त कुन कुन चिजले रेट एनालाइसिस वा रेटमा चाहिँ फरक पार्छ, त्यहाँ एउटा स्पेसिफिकेसन पनि हुन्छ है। अनि स्पेसिफिकेसन सुड बी क्लियर, एकदम क्लियर हुनुपर्छ। अर्थात् यो क्लियर भनेको के हो भने अनि एन्ड देयर सुड नट बी एनी एम्बिग्युटी। एम्बिग्युटी भने कन्फ्युजन के त यो कन्फ्युजन, यो अलि टर्म बुझ्दाखेरि के भयो त कन्फ्युजन भनेपछि तपाईँले लेखेको स्पेसिफिकेसन मैले बुझ्नु पर्यो। किनभने स्पेसिफिकेसन लेख्ने एक अर्को जना हुन्छ, त्यसलाई इम्प्लिमेन्ट गर्ने अर्को जना हुन्छ साइटमा।
अनि फेरि त्योबाट बुझ्ने वा त्यसलाई कन्ट्रोल गर्ने वा त्यसलाई चाहिँ अब मानव कुनै छानबिन गर्नु पर्यो भने त्यो फेरि अर्कैजनाले हेरेर हुन्छ। त्यही भएर स्पेसिफिकेसन तपाईँले लेख्दा पनि अरूले क्लियर बुझ्नुपर्ने हुन्छ। अरूले सर क्लियर एम्बिग्युटी स्पेलिङ के हो सर? एम्बिग्युटी भनेको कन्फ्युजन के कन्फ्युजन कहीं कतै स्पेलिङ सर के लेख्यो हुँदैन। सर? के भन्नुभयो? स्पेलिङ सर के लेख्यो सर? यसको AMBIGUITY एम्बिग्युटी। त्यो भने कुनै पनि कन्फ्युजन स्पेसिफिकेसन लेख्दाखेरि हुनु हुँदैन। त्यही भएर स्पेसिफिकेसन लेख्दाखेरि विभिन्न चरणमा लेखिन्छ, अर्थात् स्टेप बाई स्टेप लेख्नुपर्ने हुन्छ र रिभाइज हुन्छ। जस्तै तपाईँले अब इन्जिनियर भएर काम गर्दै हुनुहुन्छ भने कन्ट्र्याक्ट डकुमेन्ट बनाउने बेला स्पेसिफिकेसन लेख्नुभयो, अनि अरू साथीहरू पनि एक्सपर्टहरू त्यहाँ राखेका हुन्छ अनि उनीहरूले पनि संशोधन गरेर हुन्छ। किनभने तपाईँले लेखेको स्पेसिफिकेसन यदि कन्ट्र्याक्टरले कन्फ्युज भइदियो, कन्ट्र्याक्टर चाहिँ बुझेन, तपाईँले लेखेको कुरा बुझ्न सकेन भने उसले बेनिफिट अफ डाउट चाहिँ त्यहाँ लिन सक्छ। जसले गर्दा चाहिँ अब क्लियर गर्नु भएर हिँड्छ भने उसले आफ्नो तरिकाले सस्तोसँग ल्याएर पनि त्यहाँ राख्न पाउँछ र त्यस्तो ठाउँमा त्यसलाई भन्छ बेनिफिट अफ डाउट। उसलाई डाउट भयो, उसले आफ्नो डाउटको फाइदा उठाउन सक्छ, त्यसलाई भन्छ बेनिफिट अफ डाउट। त्यही भएर हामी उसलाई क्लियर गरिदिनु पर्ने हुन्छ सुरुमै यस्तो यस्तो काम छ भनेर। अनि बिड डकुमेन्टमा हामीले स्पेसिफिकेसन लेख्दाखेरि उसले त्यही अनुसारको कोड राख्छ, त्यहाँ त्यही अनुसारको पैसा राख्ने उन कन्ट्र्याक्टरले। अनि त्यो राख्दाखेरि ए यसलाई यो काम रहेछ, यो फलानु फलानु कम्पनीमा यस्तो यस्तो कामहरू गर्दाखेरि मलाई यतिमा भइहाल्छ, म त्यही अनुसार कोड राख्छु वा त्यही अनुसारको पैसा राख्छु भनेर उसले अनि बल्ल कन्ट्र्याक्ट डकुमेन्टमा एग्री गर्छ वा कन्ट्र्याक्टमा साइन गर्छ। एउटा क्वेसन सोधेको छ, स्पेसिफिकेसन डज नट इन्क्लुड क्वालिटी अफ मेटेरियल्स, मेथड अफ प्रिपरेसन, डाइमेन्सन, वर्कम्यानसिप। क्वालिटी अफ मेटेरियल स्पेसिफिकेसन हुन्छ, मेथड अफ प्रिपरेसन कसरी त्यसलाई प्रिपेयर गर्ने त्यो पनि हुन्छ, वर्कम्यानसिप त्यो पनि हुन्छ। के हुँदैन त? डाइमेन्सन हुँदैन। उसमा स्पेसिफिकेसनमा चाहिँ डाइमेन्सन हुँदैन। ल प्रदेशदेखि सङ्घसम्म यो क्वेसन सोधेको छ है। ल अगाडि बढौँ, ठिक छ। ल अब टाइप्समा जाउँ। जेनरली हामी के लेख्छ भने एउटामा जेनरल स्पेसिफिकेसन। ल टाइप्स भन्दा पहिला पर्पस लेख्दै हुन्थ्यो। ल ठिक छ, अब यसलाई लेखौँ न त। यो लेखौँ त्यसपछि पर्पसमा जाउँ। ल इन जनरल स्पेसिफिकेसन, इन जनरल स्पेसिफिकेसन नेचर हैन एन्ड क्लास, नेचर एन्ड क्लास अफ वर्क, nature and class of works, and names of materials that should be used in various items of works are described. Only a brief description of works are only a brief description of each works are given. Each work is given. It is useful for estimating. It is useful for estimating the work वा प्रोजेक्ट भनौं। एस्टिमेट गर्ने बेलामा हामीले यसलाई युज गर्छौं जनरली। ल without going through
the lengthy हैन lengthy detailed specifications सर यो सेकेन्ड लाइनमा के लेख्नु भएको छ एनी only a brief description of each work is given एकदम छोटकरीमा हामीले हरेक कामको के गरेको हुन्छ each हो यो each यहाँ तपाईले डबल सी जस्तो देखिन्छ हैन यो भनेको सी हो each work is given तेस्रो नम्बरमा it is useful for estimating the work or project without going through the lengthy detailed specifications हैन general information for the quantities of the materials nature and class of work can be known from the general specification हैन कमा दिएर but they do not form part of contract document तपाईहरुको माइक अफ गर्नु त्यो घरकै कुरा सुनिन्छ यता हैन त यसो अनलाइन एउटा घरबाट अनलाइन पढाइरा थिए अब दुई जना भाइ बहिनीहरु झगडा गरेको पनि त्यहाँ सुनिराखा अर्कोले कराइराखा हैन त्यो त्यही भएर अनलाइनमा पढ्दाखेरि अलिकति ध्यान दिनुपर्छ हजुर but यो चाहिँ BUT but they do not form a part of contract document अर्थात contract document मा general specification होइन कि detailed specification चाहिन्छ सो अब सुरु गरौं general specification भने के हो भने कुनै पनि चीजको त्यो कस्तो खालको काम हो कस्तो नेचरको काम हो त्यसमा के हो भन्ने कुराको एकदम छोटकरी ब्रीफ भनेको के हो भने छोटकरी ब्रीफ भनेको के हो त हामीले एक्सप्लेन के हो भने हुन्छ अन के हो कहाँ त्यही ब्रीफ पछि brief description of each work is given brief description सुरुमा only a हो अब हेर्नु तपाईलाई जनरल स्पेसिफिकेसन ले हैन कामको नेचर र कुन खालको काम हो भन्ने कुराहरुको जानकारी दिन्छ अब तपाई हामीलाई एक्जाममा दिया हुन्छ हैन व्हाट इज फाउन्डेसन व्हाट आर द टाइप्स अफ फाउन्डेसन एक्सप्लेन इन ब्रीफ भने हुन्छ हामी ब्रीफ भनेको के बुझिन्छ भने एकदम डिटेलमा लेख भनेर त होइन ब्रीफ भनेको के हो त छोटकरी सो त्यसलाई छोटकरीमा मात्रै लेख्न भनेको हुन्छ सो तपाईलाई ब्रीफ इन वा एक्सप्लेन इन ब्रीफ आयो भने तपाईलाई सकभर त्यसलाई छोटकरीमा कसरी तपाईले प्रेजेन्टेसन गर्न कसरी तपाईले भन्ने कुराहरुलाई एकदम सर्ट एन्ड स्वीट लेख्नु पर्ने हुन्छ र लोकसभाले खोजेको प्राय त्यस्तै रिजनहरु एकदम पोइन्टमा त्यसपछि त्यसको मेन चीजहरु लेख्नु भयो भने तपाईलाई टाइममा भ्याउनु पर्यो नि त अढाई घण्टामा तपाईलाई त्यत्रो 13 वटा सब्जेक्टको सब्जेक्टिभ क्वेशन लेख्नु भनेको त ठ्याक्कै टाइममा भ्याउनु पर्यो 10 मार्क्समा सोध्दैमा छ तपाईले 4 पन्ना भर्नुभयो अर्को 5 मार्क्स 10 मार्क्स छोड्नु भयो भने 10 मा 10 तपाईले दिन्छ त दिदैन नि त्यही भएर सकभर सबै क्वेशन अटेम्प्ट गर्नुपर्ने हुन्छ सबै क्वेशन अटेम्प्ट गर्नुभयो भने तपाईले मार्क्स राम्रो आउँछ हैन 10 मार्क्सको गजबै लेखदिए मैले 10 पन्ना भनेर त हुँदैन तपाईले 10 मा 10 पनि दिदैन म्याक्सिमम दिने भनेको 7 हो 7 पनि तपाईले उसको चित्त बुझेन भने त के दिन्छ 7 दिदैन हैन त्यस्तो हुन्छ अब हेर्नु सो जनरल स्पेसिफिकेसनले के गर्छ भने मटेरियलको कुराहरु त्यसको युज हुने नेम कुन कामको हो त्यो क्लास नेचरको काम मात्रै गर्छ यसले र
each and every item जस्तै brick work in foundation, brick work in plinth, brick work in superstructure, त्यसपछि column work, त्यसपछि plastering work, painting work, सबको each and every item के हुनु पर्यो त brief explanation हुनु पर्यो, brief मा description हुनु पर्यो, छोटकरीमा। त्यसलाई हामीले के भन्छौँ भने जनरल स्पेसिफिकेसनले त्यो कुराहरु दिन्छ र इट इज युजफुल फर द एस्टिमेटिङ द वर्क अर प्रोजेक्ट। यो चाहिँ एस्टिमेटिङ गर्ने बेलामा यो चाहिन्छ। अनि विदाउट हामीले केही पनि थाहा छैन भने ब्रिक वर्क मात्रै भनेर के भयो त, केही बुझा आउँदैन। सेकेन्ड वर्क हो कि फर्स्ट क्लास हो हैन, वा चाहिँ कुन लेभलको काम गरेको छ। मेसनरीको कुरा गर्यो भने स्टोन मेसनरीमै कुन खालको स्टोन युज गर्ने र त्यसमा मोटारको रेसियो के हो, त्यो कुराहरु तपाईलाई जानकारी हुनुपर्छ। के को लागि त एस्टिमेटिङ गर्ने बेलामा पनि हामीलाई स्पेसिफिकेसन चाहिएको हुन्छ। विदाउट गोइङ थ्रू द लेन्दी डिटेल स्पेसिफिकेसन, हामी एकदम डिटेलमा नगएर के गरे हुन्छौँ त, जनरल इन्फर्मेसन अफ क्वान्टिटी and the materials, nature, class of the work can be known from the general specification। हामीले जस्तै इक्जाम्पलको लागि लिउँ न, फर्स्ट क्लास ब्रिक वर्क इन 1:4 मोटार भन्नु, वा फर्स्ट क्लास हैन, वा फर्स्ट क्लास ब्रिक इन 1:4 मोटारमा एउटा के भयो त तपाईलाई ब्रिफ डिस्क्रिप्सन भयो। तर यसकै फेरि डिटेल लेख्नुहुन्छ भने त्यसमा चाहिँ मेटेरियल कस्तो खालको हुनु पर्यो, अब किल्न बन्ड कि तपाईको मेसिन हैन, त्यहाँ चाहिँ सन बन्ड हो, ब्रिक्स साइज कति, त्यसको डाइमेन्सन देखि लिएर एकदम एभ्रिथिङ हामी डिटेलमा लेखिरहेको हुन्छ। त्यो भनेको डिटेलमा गइहाल्यो। इक्जाम्पलको लागि हेर्नुहुन्छ भने जनरल स्पेसिफिकेसन भनेको के भयो त, सिम्पल कामहरु जस्तै 1:2:4 मा कङ्क्रिटिङ गर्नु हैन, वा चाहिँ ब्रिक सोलिङ 20 सेन्टिमिटर थिक ब्रिक सोलिङ गर्ने भनेको सेकेन्ड क्लास ब्रिक युज गर भनेर भने हुन्छ। यी सबै के हुन् त, हाम्रो जनरल स्पेसिफिकेसनको इक्जाम्पल हुन् है ल। अनि but they do not form a part of the contract document। contract document मा general ले पुग्दैन, त्यहाँ के हुनु पर्छ त, डिटेल स्पेसिफिकेसन हुनु पर्छ। क्लियर छ? अगाडि बढौं ल, अगाडि जाउँ। अब एकछिन ब्याक स्लाइड गर्दैन सर, फर्स्ट स्लाइड ल भयो, भइसक्यो सर। अब जाउँ डिटेल्ड स्पेसिफिकेसन। ल डिटेल्ड स्पेसिफिकेसन जहाँबाट त्यो इन्ट भएको थियो यसलाई यहीबाट सुरु गरौँ। के त, इट फर्म्स हैन, वा डिटेल्ड स्पेसिफिकेसन forms a part of contract agreement भनौं वा डकुमेन्ट भनौं। यो पनि क्वेशन सोध्छ तपाईलाई, कुन चाहिँ कन्ट्र्याक्ट डकुमेन्टमा युज हुन्छ भनेर। अनि यसको अब मिनिङ के हो त, इट स्पेसिफाइज हैन द क्वालिटी quantities and proportion of materials and method of preparation and execution भनेको implementation for a particular item of work। detailed specification of different items of work is prepared separately हैन, and they describe what the work
what the work should be and how they shall be executed and constructed. While writing the detailed specifications the same order of sequence as the work is to be done or carried out is maintained. To be carried out is maintained. ल यसले के भन्न खोजेको भने डिटेल स्पेसिफिकेसन तपाईलाई एक्सक्यूज मी सर हजुर सर यसमा पनि डाइमेन्सनको कुरा गरिदैन हैन डाइमेन्सन त तपाईको कुरा गर्दैन डाइमेन्सन कस्तो केसमा हुन्छ भने जस्तै तपाईले माने एउटा किचन सिंक भनेको किचनको जुन धाराबाट पानी आउँछ नि त्यही हामी भाडाकुडा मार्छौं त्यो सिंक मानौ त्यो किचन सिंकको स्पेसिफिकेसन लेख्नु पर्यो भने त्यसमा फेरि डाइमेन्सन भनेको त्यसको साइजहरु किनभने किचन सिंक यत्रो सानादेखि लिएर यत्रो ठूलो साइजमा पनि आउँछ त्यो बेला फेरि भनेको उसको त्यो बेला तपाईले स्पेसिफिकेसन लेख्दाखेरि यति बाइ यति लेख्छौ नि त्यो हामीले डिटेलमा लेख्या हुन्छ त्यसको तर त्यसलाई मात्रै डाइमेन्सन भनिदैन डाइमेन्सन भनेको तपाईले वानको सिभिल वर्कको काम गर्दा झ्याल ढोकाको मानो डाइमेन्सन कति हो त्यो सबै ड्राइङमा आउने हो ड्राइङमा आउने चीजलाई स्पेसिफिकेसनमा लेख्नु पर्दैन तर त्यसको क्वालिटी त्यसको क्वान्टिटी त्यसको प्रिपरेसन त्यसको एक दिनमा कति गर्ने हाइट देखि लिएर अरु चीजहरु के हुन्छ भने मेन्शन्ड हुन्छ डाइमेन्सन भनेको कुन केसमा युज हुन्छ भने जस्तै कुनै फिनिश्ड आइटम अफ वर्क्सहरु भयो त्यसको केही त्यस्तो कुराहरु डिटेलमा राख्नु पर्यो भने त्यो बेला फेरि त्यसमा हामीले यति बाइ यस्तो को डाइमेन्सन त्यहाँ गिभन हुन्छ डाइमेन्सन भनेको कस्तो बुझ्छ जब एक्जाममा हामीले एउटा क्वेशन पनि लेखेका थियौ डज नट इन्क्लुड डाइमेन्सन भनेको त्यसको आन्सर चाहिँ डाइमेन्सन नै हो किनभने अरु सबै चीजहरु आन्सरमा दिएको अप्सनमा दिएको अनुसार सबै स्पेसिफिक हुन्छ डाइमेन्सन हुँदैन तर कहिलेकाहीँ स्पेसिफिक केसमा चाहिँ तपाईले लेख्दाखेरि हामीले लेखिरा हुन्छ नि त हैन सिंकको डाइमेन्सन यति बेसिन यति बाइ यतिको हैन त्यो भनेको त्यस्तो बेलामा त्यसलाई लेख्दा पनि त्यो खासमा उसको डाइमेन्सन चाहिँ त्यहाँ गिभन हुन सक्छ भन्न खोजेको हो त्यही भएर डिटेल स्पेसिफिकेसनमा पनि डाइमेन्सन चाहिँ अब हामीले स्पेसिफिकेसनमै पढ्यौ डाइमेन्सन हुँदैन भनेर यो भने के भयो त जनरल र डिटेल दुईटै उसको टाइप्स हो त्यही भएर डाइमेन्सन स्पेसिफिकेसनमा जनरली प्रोभाइड गरिदैन है त्यसलाई त्यसरी बुझ्नु पर्ने हुन्छ अनि यो तयारको पार्छ सर सब इन्जिनियर कि इन्जिनियरले यसरी यो भनेको टिम वर्क्स हो कुनै एकजनाले तयार पार्दैन तर जनरली इन्जिनियरले चाहिँ कन्ट्र्याक्ट गर्नुभन्दा अगाडि चाहिँ सबै कुराहरु लेखेका हुन्छ त्यसमा अरुहरु पनि इन्जिनियर पनि हुन्छ इन्जिनियर भनेको फेरि हामी इन्जिनियरलाई नबुझौं इन्जिनियर भनेको डीई पनि इन्जिनियर हो सहजी पनि इन्जिनियर हुन्छ र त्यहाँ एक्सपर्ट भएको पनि इन्जिनियर नै हुन्छ हैन र यति इन्जिनियर भनेको फिडिक अनुसार कन्सल्टेन्टलाई पनि भन्छ जुन फिडिकले के भन्छ भने इन्जिनियर तीनटा हुन्छ नि हामीले पढेको क्लाइन्ट कन्सल्टेन्ट र कन्ट्र्याक्टर 3C पढ्छौ नि फिडिकले त्यो 3C मध्ये एउटा C लाई के भनिन्छ भने इन्जिनियर सो इन्जिनियरले के भने हुन्छ भने क्लाइन्टलाई इम्प्लोयर पनि भन्छ सो क्लाइन्ट इन्जिनियर एन्ड कन्सल्ट के रे हाम्रो कन्ट्र्याक्टर भने हुन्छ हो त्यो बेलाको जुन इन्जिनियर छ नि त्यो इन्जिनियर भनेको के हो त हाम्रो कन्सल्टेन्टलाई उनीहरुले इन्जिनियर भन्छ सो तिनीहरुले इन्जिनियर्स रिकमेन्डेसन भन्छ त्यो भने के भयो भने कन्सल्टेन्टले रिकमेन्ड गरेको चीज भयो सो त्यसलाई हामी त्यसरी बुझ्नु पर्ने हुन्छ सो इन्जिनियर भनेको नट हामी मात्र इन्जिनियर होइन कि इन्जिनियर भनेको एउटा ग्रुप हो वा इन्जिनियर भनेको फिडिक अनुसार कन्सल्टेन्ट पनि हो सो कन्सल्टेन्टले जनरली स्पेसिफिकेसनहरु लेख्दाखेरि अनि त्यहाँ एक जनाले गर्दैन त्यहाँ टिम वर्क्स हुन्छ टिम वर्क्सले बनाएर अनि त्यही भएर भनेछ नि
while writing the detailed specification the order of the sequence as the work is to be carried out. मानौ फर एक्जाम्पल तपाईलाई फाउन्डेसनको काम गर्नु छ भने फाउन्डेसनमा तपाईले सुरुमा कंक्रिटिङ गर्ने अनि बल्ल कम्प्याक्सन गर्ने अनि फेरि बल्ल हामीले एक्सकाभेसन त गर्ने होइन. सिक्वेन्स कसरी भयो? साइट क्लियरेन्स गर्ने सुरुमा, त्यसपछि एक्सकाभेसन गर्ने, त्यसपछि कम्प्याक्सन गर्ने, त्यसपछि सोलिङ गर्ने, त्यसपछि बल्ल हामीले के गर्छौं भने कंक्रिट फेरि सोलिङ गरेपछि हामीले स्पेसिफिक गरी कम्प्याक्सन गरेर आउँछौं. त्यसपछि बल्ल पीसीसी गर्ने अनि बल्ल ब्रिक वर्कको काम अरु आरसीसी काम छ भने गर्छौं, हो कि होइन? हो, त्यो सिक्वेन्स लेख्नु पर्ने हुन्छ के तपाईले कसरी काम गर्नुहुन्छ फिल्डमा त्यही सिक्वेन्स मेन्टेन गर्नुपर्ने हुन्छ. सिक्वेन्सलाई तल माथि गर्नु हुँदैन. जे काम जसरी हुन्छ नि, मानव सुरुमा तपाईले स्पेसिफिकेसन लेख्नुभयो, अब त्यसपछि हामीले रिभाइज गर्छौं. रिभाइज गर्दाखेरि त्यहाँ चाहिँ के हुन्छ भने कहिलेकाहीँ हुन्छ नि आफैले गरेको गल्ती आफैले पत्ता लगाउन गाह्रो हुन्छ, अर्कोले हेर्दिन्छ ठ्याक्कै उसले पत्ता लगाउँछ हैन यो त तल हुनुपर्ने यसलाई माथि गर भनेर त्यो कस्ट पेस्टहरु भइरा हुन्छ. यहाँको पोइन्टलाई माथि, माथिको पोइन्टलाई तल, जो होस् त्यो सिक्वेन्समा चाहिँ हामीले मेन्टेन गर्नुपर्ने हुन्छ ताकि तपाईले सिक्वेन्स अनुसार जस्तै ब्रिक वर्क गर्नुभयो, ब्रिक वर्क गर्दाखेरि अब सुरुमा मोटार सुरुमा राख्नु, त्यसपछि ब्रिक राखेपछि लेयर गर्ने अनि क्युरिङ कति बेला गर्ने हैन, कुनै कंक्रिटिङकै काम गर्नुभयो भने फर्माको काम कसरी गर्ने, त्यसलाई कति दिनपछि फर्मा हटाउने, क्युरिङ कति दिनसम्म गर्ने, त्यो सबै कुराहरु सिक्वेन्समा लेखा हुन्छ है. त्यही चीजहरुलाई हामीले डिटेल्ड स्पेसिफिकेसनमा हामीले त्यसरी लेख्न हुन्छौं. अनि सर बिना डाइमेन्सन फर्स्ट लाइनमा डिटेल स्पेसिफिकेसन पछि के हो भने त अघि तपाईले डिटेल स्पेसिफिकेसन एउटा हामीले क्वेशन नै सोधेको क्वेशन हामी गरौँ हजुर. बिना डाइमेन्सनको सर एस्टिमेसन गर्न गाह्रो हुँदैन? डाइमेन्सन तपाईको ड्रइङबाट आउने हैन त. डाइमेन्सन कहाँबाट आउँछ भने ड्रइङबाट आउँछ. अनि सर फेरि यो मटेरियलको लागि मात्र तयार गर्छ त्यो स्पेसिफिकेसन, कामको लागि गर्दैन? कामकै लागि हुन्छ त यो. यस्तो नि तपाईको एस्टिमेटिङको विभिन्न पार्ट्सहरु छ. पाउनु तपाईले कन्फ्युजन नहुने. एस्टिमेट गर्दाखेरि हामीले केही कुरा डाइमेन्सन भनेको ड्रइङबाट आउँछ, स्पेसिफिकेसनबाट त्यसको क्वालिटीको कुराहरु आउँछ, रेट एनालाइसिसबाट रेट लिन्छौं, त्यो त सबै उसको चीज हो. कम्बाइन गरेर बल्ल हामीले एस्टिमेट गर्छौं नि. जिल्ला दर रेटबाट नि हामीले के गरे हुन्छौं त रेट एनालाइसिस गरे हुन्छौं. रेट एनालाइसिस गर्दाखेरि के गर्छौं भने त्यही रेटबाट हामीले युनिट रेट लिएर हामी के गरे हुन्छौं त एब्स्ट्र्याक्ट अफ कस्ट निकाल्छौं. त्यो त सिक्वेन्स हो नि. तपाईले के गर्नुपर्छ भने स्पेसिफिकेसन मात्रै भएर पनि एस्टिमेट गर्न सकिदैन, ड्रइङ मात्र भएर पनि स्पेसिफिकेसन गर्न सकिदैन. त्यही भएर एउटा क्वेशन तपाईले सोधेछ, पहिला यो बुझौं. तपाईले ठ्याक्कै तपाईले सोधेको क्वेशनको आन्सर तपाईले नै दिनुपर्ने हुन्छ. इजी पनि छ, तपाईले दिनु पनि हुनुहुन्छ. जुन चीज चाहिँ ड्रइङमा स्पेसिफाई हुँदैन, जुन चीज चाहिँ अरु चीजहरुबाट थाहा हुँदैन भने त्यो चीज कहाँबाट थाहा हुन्छ त? स्पेसिफिकेसनबाट थाहा हुन्छ. कुरो बुझ्नुभयो? त्यही भएर स्पेसिफिकेसन भनेको के भयो भने तपाईले गरेको काम वा तपाईले गराउन खोजेको कामको के हो त डिस्क्रिप्सन हो, अर्थात त्यसको बारेमा अलिकति लेखेको ब्रिफ गरेको चीज हो भन्ने कुरा बुझिन्छ. त्यसैलाई त्यसरी हामीले के गर्नु पर्यो भन्ने बुझ्नु पर्ने हुन्छ. तपाईले सायद कन्स्ट्रक्सन म्यानेजमेन्ट अब पछि पढाइ हुन्छ. कन्स्ट्रक्सन म्यानेजमेन्टमा सबभन्दा पहिला हामी प्रोजेक्ट भनेको डिफिनिसन पढ्छौं. प्रोजेक्टको जुन स्पेसिफिक क्यारेक्टर हुन्छ नि, टाइम बाउन्ड हुनुपर्छ, पैसा खर्च हुन्छ त्यसमा हैन. हाम्रो स्मार्ट भन्ने त्यसको के हो त SMART भनेको एउटा उसको स्पेसिफिकेसन हो वा स्पेसिफिक उसको के छ भने क्यारेक्टरिस्टिक्स हो. S भनेको के हुन्छ भने स्पेसिफिक हुन्छ, M भनेको के हुन्छ भने वा टाइम बाउन्ड हुन्छ. त्यस्तै कुराहरु छ त्यहाँ. भनेपछि तपाईले अब पछि एउटा एक्जाम्पल बिहे प्रोजेक्ट हो कि होइन ल भन्नु त, एउटा यसो हो कि होइन? बिहे गर्नु पनि के हो त एउटा प्रोजेक्ट कम्प्लिसन गर्नु हो. त्यो पनि एउटा ठुलो प्रोजेक्ट पनि हो, किनभने बिहेको पनि टाइम बाउन्ड हुन्छ, सर्टेन टाइममै हुन्छ नि. 1 वर्षसम्म चल्दा हुँदैन नि, 1 दिनमा सकिन्छ. त्यसको लागि हामीले सर्टेन दिनसम्म तयारी गर्छौं. पैसा खर्च हुन्छ, स्पेसिफिक हुन्छ, युनिक हुन्छ. हेर्नुस्, युनिक हुन्छ नि. प्रोजेक्ट पनि हाम्रो युनिक हुन्छ. सडकको काम गर्नु काठमाडौँमा वा एउटा खडाको काम गर्नु, हरेक प्रोजेक्ट युनिक छ. तपाईले सिमिलर बिल्डिङ गर्दा पनि के हुन्छ भने केही न केही डिफरेन्स हुन्छ. युनिक भनेको के हो? एकदम उ चाहिँ एक्लै छ, त्यस्तो प्रोजेक्टहरु हुँदैन. कतै न कतै केही न केही डिफरेन्स हुन्छ. त्यो भनेको त्यही भएर प्रोजेक्टको एउटा क्यारेक्टरिस्टिक्समा के हो भने त्यो युनिक हो. त्यही भएर त्यस्तो कुराहरु हाम्रो पनि प्रोजेक्टको डिफिनिसनमा तपाईले त्यो कुराहरु लेख्नुहुन्छ. अब हेर्नु त, डिटेल स्पेसिफिकेसन फर्म्स अ पार्ट अफ कन्ट्र्याक्ट डकुमेन्ट वा एग्रीमेन्ट. कन्ट्र्याक्ट गर्ने बेलामा डिटेल डिस्क्रिप्सन नै वा डिटेल एस्टिमेट हाम्रो डिटेल स्पेसिफिकेसन नै चाहिन्छ. यो क्वेशन तपाईले सोधेको छ है, त्यही भएर मैले अन्डरलाइन गरेको हो. हजुर सर, यो चाहिँ ठेक्का जस्तै ठेक्का खुलेसी सर, ठेक्का भरेपछि ठेक्का परेको व्यक्तिलाई त्यति बेला जुन कन्ट्र्याक्ट एग्रिमेन्ट गर्छ भने त्यति बेला नै स्पेसिफिकेसन दिन्छ हो. यस्तो हुन्छ. तपाईले अघि हामीले गर्यौ नि डिटेल एस्टिमेसन भन्दा पनि जनरल एस्टिमेसन के हुन्छ त एस्टिमेट गर्ने बेलामा युज हुन्छ.
अनि इस्टिमेटहरू सबै गरिसकेपछि क्लाइन्टले के गर्छ भने बिड डकुमेन्ट तयार पार्छ। बिड डकुमेन्टमा बिओक्यू भन्ने कुरा हुन्छ, त्यो बिओक्यूमा क्वान्टिटी हुन्छ, रेटहरू हुँदैन। अनि बिओक्यू राखेर त्यसपछि कामको नेचर, कामको लोकेसन, कामको म्याप, कामको ड्रइङहरू सबै राखेर एउटा बिड डकुमेन्ट तयार पारिन्छ। त्यो बिड डकुमेन्ट भनेपछि के हुन्छ भने त्यसमा रेटहरू त हुँदैन। अनि त्यही बिड खोल्छ नि, त्यसपछि अनलाइन, अहिले त अनलाइन चलिरहेको छ। अनि पत्र पत्रिकामा नोटिस दिँदाखेरि विभिन्न कम्पनीहरू त्यसमा इन्ट्रेस्ट देखाउँछ। अनि इन्ट्रेस्ट कसरी देखाउँछ त, त्यो बिड डकुमेन्ट किन्छ। अनि किन्दाखेरि ल उसले बिड डकुमेन्टहरूमा के कुरा हुन्छ त्यहाँ चाहिँ जेनरल स्पेसिफिकेसन लेखा हुन्छ। यो काम गर्नुपर्ने हुन्छ, फर्स्ट क्लासको ब्रिकको क्वान्टिटी यति छ, वा हाम्रो कङ्क्रिटिङको क्वान्टिटी यति छ, प्लास्टरिङ यति गर्नुपर्ने हुन्छ, पेन्टिङ यति छ, सबै कुराहरू त्यहाँ चाहिँ जेनरल चिजमा जेनरल रूपमा लेखा हुन्छ। पेन्टिङ नै गर्नु पर्यो भने यो खालको पेन्ट सेकेन्ड कोटसम्म यसरी गर्नुपर्ने हुन्छ, यति स्क्वायर मिटरमा पेन्ट गर्नुपर्ने हुन्छ, त्यो सबै कुरा जेनरली मात्रै वा छोटोमा के गरे हुन्छ त बिड डकुमेन्टमा लेखा हुन्छ। कन्ट्र्याक्टरले त बिड डकुमेन्ट किन्नु पर्ने हुन्छ सर्टेन पैसा जम्मा गरेर। तपाईँले सोध्छ इक्जाममा यो यतिसम्मको अर्ब खौको करोडको त त्यहाँ देखाएको छ पब्लिक प्रोक्युरमेन्ट रेगुलेसनमा, बिड डकुमेन्ट किन्ने पैसा छ त्यहाँ, त्यो पनि इक्जाममा बागमती पढेर सोधिसकेको तपाईँहरूलाई पनि सोध्न सक्छ अब्जेक्टिभमा। सो त्यो कुराहरू छ। अनि त्यसपछि कन्ट्र्याक्टरले बिड डकुमेन्ट किनेपछि उसले रेट हाल्छ, कामको नेचर पढ्छ, रेट हाल्छ, काम हेर्छ, रेट हाल्छ। अनि त्यो रेट हालिसकेपछि विभिन्न कन्ट्र्याक्टरहरूले त्यहाँ के गरे हुन्छ, सबमिट गरे हुन्छ लास्ट दिनसम्म। अब त्यो दिनसम्म त्यसपछि के हुन्छ भने सबैलाई बोलाएर बिड ओपनिङ हुन्छ। हेर्नुहोस्, प्री बिड मिटिङ भएर अनि बिड ओपनिङ गर्ने। बिड ओपनिङ गर्दाखेरि 2 सिंगल इन्भेलोप र डबल इन्भेलोप हुन्छ। सिंगल इन्भेलोप भनेको कन्ट्र्याक्टरले चाहिँ फाइनेन्सियल र टेक्निकल दुईटै प्रपोजल एउटै खाममा बुझाउने। इन्भेलोप भनेको खाम होइन त, एउटै खाममा बन्द गरेर सिल बन्द गरेर बुझाउने हो। डबल इन्भेलोप भनेको टेक्निकल छुट्टै बुझाउँछन्, फाइनेन्सियल छुट्टै बुझाउँछन्, तर एकैचोटि बुझाउनु पर्ने हुन्छ। अनि भनेको सिंगल स्टेज, डबल स्टेज पनि त्यसलाई हामी भन्छौँ। अनि कन्ट्र्याक्टरले बुझाएको टेक्निकल एनालाइसिस हुन्छ, त्यसपछि सबैको खोलेपछि टेक्निकल एनालाइसिस हुन्छ। टेक्निकल एनालाइसिसमा टेक्निकलको त्यहाँ अङ्कभार दिएको छ, पब्लिक प्रोक्युरमेन्ट हाम्रो रेगुलेसनमै छ, त्यही अनुसारको इभ्यालुएसन हुन्छ। इभ्यालुएसन भइसकेपछि सर्टलिस्ट हुन्छ। सर्टलिस्ट भनेको मानव 10 वटाले भरेर मानव 3-4 जना फेल पनि हुन सक्छ वा सबै पास पनि हुन सक्छ। अनि जतिजना पास भयो टेक्निकलमा त्यसको मात्रै फाइनेन्सियल खोलिन्छ। फाइनेन्सियल खोल्दाखेरि त्यही कम्पनीहरूको मात्रै 10 वटा मध्ये मानव 6 वटा सर्टलिस्ट भयो भने 6 वटाको मात्रै के गर्ने त अब हाम्रो टेक्निकल पास भएकोलाई मात्रै फाइनेन्सियल खोल्ने। फाइनेन्सियल खोल्दाखेरि त्यसमा पनि इभ्यालुएसन हुन्छ। इभ्यालुएसन हुँदाखेरि सबभन्दा लो कस्टमा काम गर्ने मान्छे को भयो त अब त्यसलाई ठेक्का दिइन्छ। ठेक्का दिनुभन्दा अगाडि चाहिँ विभिन्न चरणको फेरि काम हुन्छ। के गरिन्छ त अब चाहिँ डिटेल स्पेसिफिकेसन त्यहाँ लेखिन्छ त्यही कामहरूको। अघि बिडमा जेनरल लेखेका थियौँ, अब केमा आयो त डिटेलमा आउँछ र त्यसपछि डिटेल लेखिन्छ। कन्ट्र्याक्ट डकुमेन्ट टाइम बनाउन टाइम पनि लाग्छ, अनि लगभग महिना लाग्छ बनाउने। कन्ट्र्याक्ट डकुमेन्ट बनाउँदाखेरि त्यहाँ कन्ट्र्याक्टरलाई पनि देखाउने, त्यसपछि त्यसले केही कुराहरू संशोधन भइरहेको हुन्छ टु एन्ड फ्रो दुईटैतिर। अनि त्यसपछि हाम्रो कन्ट्र्याक्ट डकुमेन्ट क्लाइन्टले जेनरली बनाइसकेपछि त्यसपछि उसले त्यहाँ साइन गर्छ। अनि त्यहाँ चाहिँ एग्रिमेन्ट भइसकेपछि बल्ल कन्ट्र्याक्ट बन्यो। कन्ट्र्याक्टको डिफिनिसनमै बाइ के हो त ल हो भनेपछि एउटा नियममा आधारित हुन्छ त्यो। अनि बल्ल त्यसले के गरे हुन्छ भने तपाईँले लेखेको कामहरू म गर्छु, गर्ने गरेन भने मेरो जति उसले विभिन्न किसिमको अब धरोटीहरू राखेका हुन्छ सबै हामीले थुत्छौँ, त्यसको जफत गर्छौँ भनेपछि त्यसरी आउँछ। अनि बल्ल कन्ट्र्याक्ट एग्रिमेन्ट भइसकेपछि बल्ल केमा गयो त एक्जिक्युसनमा गयो। एक्जिक्युसन अफ वर्क के कथामा भयो त डिटेल डिस्क्रिप्सनमा जे चिजहरू लेखेको छ त्यही चिजहरू उसले गर्नै पर्ने हुन्छ। म यो गर्दिनँ, म मान्दिनँ भन्न पाइँदैन उसले त्यसपछि। त्यही भएर नेपालमा हजुर जेनरल स्पेसिफिकेसन हेरेर बिओकी भरिन्छ र डिटेल स्पेसिफिकेसन गरेर जब लास्टमा कन्ट्र्याक्ट एग्रिमेन्ट हुन्छ त्यसमा त कस्ट भेरी गरिहाल्छ नि। होइन, यस्तो हुन्छ त्यही चिजमा तपाईँले जेनरल स्पेसिफिकेसनमै रहेर काम गर्ने हो नि त। त्यसकै आधारमा रहेर डिटेल स्पेसिफिकेसन बनाउने हो। त्यसमा होइन मेटेरियल चेन्ज गरिदिने, क्वालिटीको कुराहरू चेन्ज गर्न पाइँदैन। डिटेल स्पेसिफिकेसनमा जे दिएको हुन्छ नि त्यही अनुसारको तपाईँले डिटेल स्पेसिफिकेसन लेख्नुपर्ने हुन्छ। त्यसरी चेन्ज चाहिँ हामी गर्न पाउँदैन। जस्तै 1:4 मोटारलाई त अब तपाईँले 1:3 गर्न पाउनुहुन्न। तपाईँले त यसमा डिटेलमा के छ भने त्यही जेनरललाई तपाईँले मेथड अफ प्रिपरेसन यसरी प्रिपेयर गर है, यसरी काम गर है भनेर त्यति मात्रै भन्ने त हो नि। यसमा त्यसरी त खासै ठुलो डिफरेन्स चाहिँ तपाईँले मेटेरियल चेन्ज गर्ने, क्वालिटीमा चेन्ज गर्ने, सुरुमा एसियन पेन्ट राखेको छ अब त्यो भन्दा नि महँगो पेन्टहरू राख्न पाउनुहुन्न। जे जेनरलमा दिएको हुन्छ त्यसै चिजलाई हामीले अलिकति प्रोसिजर त्यसको क्युरिङ मेथडहरू मात्रै लेखिदिने हो, त्यसो फरक चाहिँ पर्दैन है। त्यही भएर बिड डकुमेन्ट गर्ने बेलामा जे चिज हुन्छ नि त्यसैको आधारमा तपाईँले डकुमेन्ट बनाउने हो, न कि तपाईँले नयाँ अब मन लाग्यो भने चेन्ज गर्ने होइन, त्यसरी गर्न पाइँदैन। अब यस्तो बिड सेक्युरिटीहरू तपाईँको प्रोजेक्ट अनुसार हुन्छ। अब हेर्नु त सुरुमा मैले भने नि बिड डकुमेन्ट जुन लिन्छ नि उसले
बिड को डकुमेन्ट किन्नु भन्दा पहिला वा उसले बिड गर्नु भन्दा इच्छुक छ भने त्यसमा जानुभन्दा अगाडि उसले एउटा सेक्युरिटी ब्याङ्कको कि त क्यासकै फर्ममा वा ब्याङ्क ग्यारेन्टी लिएर उसले तपाईँलाई क्लाइन्टलाई बुझाउँछ। त्यसलाई भन्छौँ बिड बन्ड भन्छौँ वा अर्नेस्ट मनी डिपोजिट भन्छौँ वा बिड सेक्युरिटी भन्छौँ। यो सबै एउटै चिज हुन्। बिडको लागि उसले सबमिट गर्ने चिज भयो हो। अब मानौ त्यही मध्ये एउटा कन्ट्र्याक्टरले मात्रै पाउने हो ठेक्का। ठेक्का पाइसकेपछि उसले के जम्मा गर्छ त कन्ट्र्याक्ट काम गर्नको लागि कन्ट्र्याक्ट एग्रिमेन्टमा जानभन्दा अगाडि उसले पर्फर्मेन्स सेक्युरिटी जम्मा गर्छ वा पर्फर्मेन्स बन्ड भन्छ हामी। पर्फर्मेन्स किन त म तपाईँले भनेको काम राम्ररी गर्छु, गर्न सकेन भने मेरो जमानत त्यहाँ छ है, म तपाईँलाई ग्यारेन्टी बस्छु कि वा ब्याङ्कले त्यहाँ के गरिदिन्छ भने फलानु मान्छे वा फलानु कन्ट्र्याक्टरको लागि उसले जमानत बसिदिन्छ अनि एउटा ओरिजिनल पेपर लिएर आउँछ यति लाखको यति करोडको कतिको हुन्छ। अब प्रोजेक्ट अनुसार फरक हुन्छ। त्यो भनेको पर्फर्मेन्स ग्यारेन्टी हो। त्यो किन गरेको त तपाईँले चाहिएको राम्रो क्वालिटीको काम गर्नको लागि उसले तपाईँलाई दिएको एउटा विश्वास हो। मैले गर्न सकिनँ भने मेरो पैसा यहाँ छ, तपाईँ यहाँबाट लिन सक्नुहुन्छ भनेर त्यसलाई भन्छ हामी पर्फर्मेन्स ग्यारेन्टी वा पर्फर्मेन्स सेक्युरिटी वा पर्फर्मेन्स बन्ड भन्छौँ। अनि पर्फर्मेन्स वा एग्रिमेन्ट भइसकेपछि जब साइन भइसक्छ त्यसपछि उसले केही पैसा लिन्छ मोबिलाइजेसन चार्ज। त्यसको लागि फेरि कन्ट्र्याक्टरले एउटा ग्यारेन्टी बुझाउनु पर्ने हुन्छ। त्यसलाई भन्छौँ हामी एडभान्स पेमेन्ट ग्यारेन्टी एपिजी भन्छौँ। कन्ट्र्याक्टरलाई हामी यतिकै फ्रीमा पैसा दिँदैनौँ, उसले ग्यारेन्टी दिया हुन्छ हामीलाई। तपाईँ अब जस्तो मानौ 2 करोड उसलाई एडभान्स पेमेन्ट पायो भने उसले 2 करोडकै के गरे हुन्छ तपाईँलाई ग्यारेन्टी लिएर आएको हुन्छ। त्यसलाई भन्छौँ एपिजी एडभान्स पेमेन्ट ग्यारेन्टी। त्यो पनि हामीले के भयो भने हामी सेफ साइडमै हुन्छ, क्लाइन्ट चाहिँ सेफ साइडमै हुन्छ। मानौ ऊ एडभान्स पेमेन्ट लिएर भाग्यो भने 2 करोड लिएर गएको छ, उनी उसको 2 करोड बराबरको ब्याङ्क जमानत चाहिँ त्यहाँ हुन्छ अनि हामी त्यहाँ ब्याङ्कलाई चिठी लेखेर अनि त्यो के गरिदिन्छौँ त हाम्रो पैसामा हाम्रो एकाउन्टमा त्यो पैसा आउँछ। र त्यही भएर उसको कामहरू गर्ने बेलामा हुन्छ नि जब कन्ट्र्याक्टरले काम कम्प्लिसन गर्छ अनि त्यहाँ उसले हाम्रो क्लाइन्टलाई लेटर लेख्छ कि मेरो पर्फर्मेन्स सेक्युरिटी वा पर्फर्मेन्स बन्डलाई रिलिज गरिदियो भनेर। किनभने क्लाइन्टले जबसम्म चिठी लेख्दैन तबसम्म उसको पर्फर्मेन्स रिलिज हुँदैन भनेपछि अनि काम कम्प्लिट गर्यो तपाईँ हेर्नुहुन्छ सबै ठिक छ भने एउटा चिठी लेखिदिन्छ ब्याङ्कलाई, ल यो काम ठिक गरिरहेछ यसलाई चाहिँ पर्फर्मेन्स सेक्युरिटी यसको रिलिज गरिदेऊ भनेर उसको रिलिज गरिदिन्छ है। त्यस्तो त्यस्तो चरण हुन्छ, विभिन्न चरण छ। यो जम्मै तपाईँले कन्स्ट्रक्सन म्यानेजमेन्टमा हेर्नुहुन्छ। कन्ट्र्याक्ट एकदम इन्ट्रेस्टिङ कुरा हो। तपाईँ हामी जति पढेको सिभिल इन्जिनियरिङमा सबभन्दा बढी काम लाग्ने सब्जेक्टहरू नै इस्टिमेटिङ, कन्स्ट्रक्सन म्यानेजमेन्ट, सर्वे, सोइल मेकानिक्सहरू हुन्। किनभने तपाईँ जुनसुकै इन्जिनियरिङको काम गर्दा अब सबैजना सडकमै जब हुन्छ त भन्ने होइन, कसैको खानेपानीमा होला, कसैको इरिगेसनमा होला, कसैको बिल्डिङमा होला, जम्मैमा यी चिजहरू काम हुन्छ, युज हुन्छ। कुरो बुझ्नुभयो? बिल्डिङमा युज गर्नेले स्ट्रक्चरको पनि युज गर्ला, हाइवेमा काम गर्नेले अब ट्रान्सपोर्टेसनको काम हुन्छ तर एस्टिमेटिङ कन्स्ट्रक्सन म्यानेजमेन्ट चाहिन्छ। सो यिनीहरू के हुन्छ कमन चिजहरू हुन्, तपाईँ जता जानुहोस् यी चिजहरू युज गर्नै पर्ने हुन्छ। त्यही भएर डिटेल स्पेसिफिकेसन अफ द डिफरेन्ट आइटम अफ द वर्क प्रिपेयर्ड सेपरेटली। मानौ कङ्क्रिट वर्क इन होइन कलुम अनि कङ्क्रिट वर्क इन बिम र कङ्क्रिट वर्क इन स्ल्याब छ भने तपाईँले एकैचोटिलाई एउटै M20 छ भने M20 को मात्रै लेख्न पाउनुहुन्न, कलमको लागि छुट्टै लेख्नुपर्छ, बिमको लागि छुट्टै लेख्नुपर्छ, स्ल्याबको लागि छुट्टै लेख्नुपर्छ भने फ्लोरिङको लागि छुट्टै लेख्नुपर्ने हुन्छ। छुट्टै कामको लागि छुट्टै स्पेसिफिकेसन युज गर्नु वा लेख्नुपर्ने हुन्छ। एन्ड दे डिस्क्राइब वाट द वर्क एन्ड हाउ दे स्याल बी एक्जिक्युटेड, कसरी काम गर्ने र के काम हो भन्ने कुराहरू जानकारी दिएको हुन्छ है। यो भनेको हाम्रो के भयो त डिटेल डिस्क्रिप्सनको कुरा भयो। ल एउटा क्वेसन तपाईँले अघिकै कुरामा ठ्याक्कै एउटा क्वेसन पनि छ, पास्ट क्वेसन्स नै छ। ल अब एउटा क्वेसन के छ भने ल drawings do not furnish the details of different items of work फर्निस भनेको त्यो दिने काम, ड्राइङमा यो कुराहरू हुँदैन भन्न खोजेको हो कि आइटम अफ वर्क क्वान्टिटी क्वालिटी फर्निस हो सर। फर्निस क्वालिटी अफ मेटेरियल्स
of materials proportion and workmanship and workmanship etc. So which are described in भनेर अप्सनमा छ अप्सनमा तपाईलाई लेखिदिन्छ डाइमेन्सन बी मा एस्टिमेट्स सी मा स्पेसिफिकेसन अनि डी मा चाहिँ के त नन भनेर राखिदिन्छ अप्सन यो क्वेशनहरु सोधे पनि छ त्यसमा अलिकति मोडिफाई गरेर पनि क्वेशन सोधे हुन्छ द इन्फर्मेसन व्हिच इज नट गिवन बाइ ड्राइङ इज गिवन बाइ व्हिच इज नन इन भनेर अप्सन दिया हुन्छ त्यसमा के जानु पर्ने हुन्छ त स्पेसिफिकेसन जानु पर्ने हुन्छ किन ड्राइङले हेर्नु त ड्राइङ डज नट हैन ड्राइङ्स हैन डु नट फर्निश द डिटेल्स अफ द आइटम्स अफ द वर्क क्वालिटी क्वान्टिटी को कुराहरु उल्लेख गर्दैन त्यो कुराहरु कहाँ दिएको हुन्छ त स्पेसिफिकेसनमा दिएको हुन्छ डाइमेन्सन एस्टिमेटहरुमा होइन फेरि एस्टिमेट भनेको तपाईले ओभरअल को सब थोक भयो कुरो त्यसमा फेरि एस्टिमेटमा पनि यसको बेस्ट आन्सर के भयो त हाम्रो स्पेसिफिकेसन हुन्छ है सो स्पेसिफिक बेस्ट आन्सरमा जानु पर्ने हुन्छ एकचोटी गण्डकी प्रदेशमा के सोध्यो भने 78 मा प्रदेश र संघको एकै दिन एक्जाम भएको थियो सरी प्रदेश र स्थानीयको एकै दिन एक्जाम भएको थियो त्यो प्रदेशको क्वेशनमा चाहिँ जुन क्वेशन सोधेको थियो सेम एउटा क्वेशन दोहोरिएर त्यसमा पनि आइदियो स्थानीयमा पनि आउँछ आइदियो त्यहाँ चाहिँ किनभने एउटा 10 बजे र एउटा 3 बजे एक्जाम थियो अनि त्यसपछि त्यहाँ स्थानीयको क्वेशनमा एउटा क्वेशन के थियो भने रङ थियो अर्थात त्यो हाम्रो एक्टिभ अर्थ प्रेसरको त फर्मुला हुन्छ नि हैन μ/1 - μ0 μ0 - 1 अनि त्यहाँ चाहिँ बाइ थिएन अरु सबैमा भनेपछि त्यस्तो अप्सनहरु कहिले काहीँ सानो टाइपो एररहरु क्वेशन पनि आइदिन्छ लोकसभाले फेरि तपाईले यो त आन्सरै गलत क्वेशन गलत छ सबैलाई सेम मार्क्स दिन्छ भन्ने हुँदैन त्यो दिँदैन किन दिन्छ हैन भन्ने त्यस्तो कुराहरु हुन्छ सो त्यस्तो बेला आफैले पनि एक्स्ट्रा चाहिँ माइन्ड लगाएर के गर्दा यसको आन्सर कसरी हुन्छ गलतमा पनि तपाईले के गर्नु पर्यो भने कुन कम गलत हो भने त्यसरी सिलेक्ट गर्नुपर्ने हुन्छ के ताकि तपाईले के हुन्छ भने त्यसरी हामी टेन्स टु ठिकको उसमा एप्रोचमा चाहिँ जान सक्छौं सो अब्जेक्टिभ क्वेशन पढ्नु भने रमाइलो पनि हुन्छ त्यही भएर हामी के गर्छौं भने थ्योरी नपढिकन सिधै अब्जेक्टिभ क्वेशन पढ्न थाल्छौं जुन मेथड नै हाम्रो के भयो त रङ भयो थ्योरी बुझ्नु पर्ने हुन्छ के मेन थ्योरी बुझ्नुभयो भने तपाईले क्वेशनको कन्सेप्ट तपाईले मजाले गर्न सक्नुहुन्छ आजभोलि के गरेछ भने लोकसेवाले कुनै किताबको हुबहु क्वेशन भन्दा पनि कि त पास्ट क्वेशन्सहरुको कि त त्यसलाई नि हल्का मोडिफाई गरेर के गरेछ भने क्वेशन्सहरु सोधेछ प्रदेशहरुले झन् तपाईले क्वेशनको आधी काटेर पनि मात्रै क्वेशन सोधेछ नेटबाट कुनै क्वेशन तान्यो भने उले त्यो क्वेशनमा नेटमा त्यो डिटेलमा हुन्छ त्यसले आधी मात्रै हाल्दिन्छ ल अब त्यसको के हो त त्यही भएर त्यो तपाईले हरेक इच एन्ड एभ्री क्वेशनहरु नन वा गिभन वा कन्सेप्चुअल हुनु पर्यो कन्सेप्ट छ भने तपाईले ट्याक्कै गर्नुहुन्छ कन्सेप्ट वा कतै बुकबाट घोकेको छ भने अलिकति कन्फ्युजन हुन्छ जसले गर्दा तपाईले अलिकति मिस्टेकहरु हुने चान्स हुन्छ ल अगाडि बढौं सर यो क्वेशन बुझाइदिनु सर यो क्वेशन त यस्तो भयो ड्राइङले चाहिँ के गर्छ भने डिटेल डिस्क्रिप्सन अफ वर्क्स ड्राइङमा के हुन्छ त हुँदैन ड्राइङमा के हुन्छ एउटा डाइमेन्सन हुन्छ जस्ट ड्राइङमा के मेन त डाइमेन्सन हामी निकाल्ने हो त्यहाँबाट र त्यहाँ तल के हुन्छ भने गिभन हुन्छ अलिकति कामको नेचर मात्रै अनि जस्तै ड्राइङ मात्र त्यही भएर क्वान्टिटी क्वालिटीको मेटेरियलको कुरा प्रोपोर्सनको कुरा वर्कम्यानशिप कुराहरु ड्राइङमा हुँदैन सो व्हिच आर डिस्क्राइब्ड इन केमा हुन्छ त स्पेसिफिकेसनमा हुन्छ किनभने हामीले स्पेसिफिकेसन भनेको के हो त कुनै पनि चीजको कामको नेचर त्यसपछि त्यसको वर्कम्यानशिप त्यसको प्रोपोर्सनको कुराहरु मेटेरियलको क्वालिटीको कुराहरु केमा दिएको हुन्छ त हाम्रो स्पेसिफिकेसनमा दिएको हुन्छ है त्यसरी कुराहरु बुझ्नु पर्ने हुन्छ ठीक छ अब अगाडि बढौं के भन्नु सर फर्निचर्स केमा फर्निचर्स सर ड्राइङ डु नट फर्निश द डिटेल अफ द डिफरेन्ट हैन हाम्रो आइटम अफ द वर्क भनेको के भयो भने ड्राइङले यो कुराहरु दिदैन जानकारी दिदैन फर्निश भनेको जानकारी दिनु गिभेन त्यसरी बुझ्नु पर्यो त्यसलाई ड्राइङमा यो कुराहरु हुँदैन भन्न खोजेको ड्राइङ डु नट फर्निश भनेको ड्राइङले यो जानकारी तपाईलाई दिदैन भन्न खोजेको हो के त्यो चाहिँ सर नट भइदिएको भए के हुन्थ्यो सर के भन्नुभयो त्यो ड्राइङ डु नट हटाएर अनि मात्र फर्निश हुँदा के हुन्थ्यो ड्राइङ डु फर्निश द डिटेल अफ अनि ड्राइङ डु फर्निश के त डाइमेन्सन्स मात्रै
ड्रइङले डाइमेन्सन मात्रै दिन्छ, त्यसको प्लान सेक्सनको कुराहरू मात्रै दिन्छ नि त हैन, त्यति अरु के दिन्छ त त्यसमा दिँदैन नि। ड्रइङ भनेकै हामी मेन के हो त त्यसको डाइमेन्सनकै लागि हामीले बनाएको चिज हो ड्रइङ। ड्रइङ भन्दा बाहेक डाइमेन्सन अरु कुनै ठाउँमा प्राय हुँदैन, सबै चिज ड्रइङमा दिएको हुन्छ, डाइमेन्सन लेन्थ ब्रेथ हाइट त्यसको कुराहरू त्यो सबै केमा हुन्छ त ड्रइङमा। त ड्रइङ डु फर्निश वा ड्रइङ फर्निशेस ओन्ली डाइमेन्सन्स है। ल सर हजुर त्यो स्पेसिफिकेसनमा सर मेथड पर्छ कि पर्दैन? पर्छ, हुन्छ सर। मेथड अफ प्रिपरेसन पर्छ, अघि लेखाए नि त मेथड अफ प्रिपरेसन पनि तपाईलाई चाहिन्छ। स्पेसिफिकेसन भनेको हामी कसरी प्रिपेयर गर्ने त त्यसरी पनि त्यसमा गिभेन हुन्छ, दिएको हुन्छ है। ल अब रेट एनालाइसिस पर्पज भन्दै हुनुहुन्छ सर, पर्पज लेख्नको लागि। ए सरी सरी हो, ठीक ठीक ठीक, डिटेल स्पेसिफिकेसनको अर्को त्यो पर्पज ठिक छ म ल सर पर्पज हजुर। त्यो डिटेल स्पेसिफिकेसनको अर्को टाइप छ नि, त्यो स्ट्यान्डर्ड स्पेशल, त्यसको पनि अलिकति भनिदिनु नि। पर्पस अफ के त हाम्रो पर्पस अफ स्पेसिफिकेसन ल जेनरली स्पेसिफिकेसन चाहिँ दुई टाइपकै हो, जेनरल र हाम्रो के त डिटेल नै हो। अब बुकहरुमा डिटेललाई पनि विभिन्न टुक्रा टुक्रा पारेर दिएको छ, जेनरली हामीले डिटेल डिस्क्रिप्सनलाई नै अब स्ट्यान्डर्ड भनेको हरेक प्रोजेक्टहरुमा जेनरली त्यही फर्मेटको युज हुन्छ। त्यसले हामीले अब कन्ट्र्याक्ट अनुसार पनि त्यो फरक फरक हुन्छ, कन्ट्र्याक्ट आइटम रेट हो कि लम्पसम हो कि अनि ईपीसी कन्ट्र्याक्ट हो कि त्यो टर्न की कन्ट्र्याक्ट हो कि, त्यो विभिन्न कन्ट्र्याक्ट अनुसार स्पेसिफिकेसनको नेचर चाहिँ फरक भए पनि डिटेल डिस्क्रिप्सनमै हामीले के गरे हुन्छ त कामहरु गरेर हुन्छौं। त्यो मेन बुझ्नु पर्ने हुन्छ के त्यो प्रोजेक्ट अनुसार के भयो भने फरक फरक हुन्छ। जस्तै डीबीओ भनेको जस्तै म अहिले डिजाइन बिल्ड एन्ड अपरेट प्रोजेक्टमा काम गर्छु भने त्यहाँ स्पेसिफिकेसन भन्दा पनि त्यहाँ एउटा एकदमै हरेक चीजको त्यहाँ हामीले फेरि आइटम आइटम वाइज बसेर हुँदैन, उले युनिट काम गर्दिन्छ। माने एउटा बिल्डिङ बनाउनु छ भने उले बिल्डिङ बनाएको बापत उले पैसा पाउने हो भने त्यो बिल्डिङको पनि अब इच एन्ड एभ्री आइटमको पनि हामी जाँदैनौं। फिट टु पर्पस उले चाहिँ हाम्रो इम्प्लोयर्स रिक्वायरमेन्ट अनुसार वा हाम्रो रिक्वायरमेन्ट अनुसार काम गरिदिनु पर्ने हुन्छ। अनि त्यही अनुसारको हामीले स्पेसिफिकेसनमा दिया हुन्छ, यो काम गर। वेल्डिङ गर्नुपर्ने एउटा हामीले स्पेसिफिकेसन लेखेका हुन्छौं, यसरी वेल्डिङ गर्ने। वेल्डिङ गर्दाखेरि कतै पनि केही पनि यति पनि ठाउँ खिया लाग्ने खालको दिनु हुँदैन, छोड्नु हुँदैन। त्यहाँ भयो भने तपाईले ग्याल्भनाइज यदि जीआई पाइप छ भने त्यसरी स्टिल स्टेनलेस स्टिल छ भने त्यसरी सबै कुराहरुको हामीले के गरेका हुन्छौं भने त्यसमा दिएको हुन्छौं। त्यो भनेको नै के भयो त डिटेल्ड स्पेसिफिकेसन भयो। प्रोजेक्ट अनुसार फरक फरक पनि हुन्छ। अब टर्न की कन्ट्र्याक्ट भनेको के हो? टर्न की हेर्नु त साँचो घुमाउने भनेपछि धेरै जस्तो यस्तो प्रोजेक्टहरु हुन्छ, जस्तै होटलहरु कन्ट्र्याक्टरले नै सबै कुरा गर्दिने हो अनि त्यही अनुसारको उले पैसा लिरा हुन्छ। उले तपाईलाई यतिसम्मको रेडी गरेर दिन्छ कि तपाई गएपछि अनर तपाई हो भने साँचो घुमाउने बित्तिकै तपाईको पुरै खुल्यो, तपाईको प्रोजेक्ट कम्प्लिट भनेपछि त्यसलाई भन्छ टर्न की कन्ट्र्याक्ट। भनेपछि त्यसमा पनि तपाईले फरक फरक तरिकाले हामीले गरेर आउँछौं। एकदम तपाईले चाहिएको तपाईले रिक्वायरमेन्ट भएको सबै कुरा तपाईले उलाई दिनुस्, उले त्यही अनुसारको पैसा लिन्छ र त्यही अनुसार काम पनि तपाईलाई गर्दिन्छ। त्यस्तो हुन्छ। सो स्पेसिफिकेसन लेख्दाखेरि विभिन्न चीजहरुमा हामीले ध्यान दिएर प्रोजेक्टको नेचर, प्रोजेक्टको चाहिँ काम, प्रोजेक्टको भ्यालु कति हो त्यही अनुसारको हामीले त्यसमै बसेर लेखिरा हुन्छौं है। टाइपको मात्रै हो केमा स्पेसिफिकेसनमा टाइप छ दुईटा मात्रै हो, जनरल र डिटेल। जनरल र दुईटी डिटेल नै लेख्छ हामी जेनरली। ल अब यसको पर्पस के भयो त टु स्पेसिफाई द नेचर of work, to estimate the quantity and cost, to clarify any ambiguity, हैन, confusion, to identify the quality of materials, to
identify the proportion of materials है त to specify nature and class of labor. To identify the types of workmanship used हैन यस्तै कुराहरु के भन्नु हाम्रो यसको पर्पसमा आउँछ अहिले एउटा क्वेशन खै त बुक ल्याउँ त ल एउटा यहाँ क्वेशन पनि छ त्यो क्वेशन पनि लेखौं यसैसँग रिलेटेड छ क्वेशनले के भनेको छ भने हेर्नु त the documents in which the quality of work or materials हैन mentioned is termed as option A मा छ हेर्नु त detailed estimate B मा छ specification C मा छ norms D मा छ bill of quantity BOQ सर to specify nature and class of के हो nature and class of labor अब यो क्वेशन पुरानो क्वेशन हो यो बिल्डिङ एन्ड आर्किटेक्टमा क्वेशन सोधेको हैन यो सँगै क्वेशन रहेछ अब यसमा तपाई हामीले के गर्नु पर्यो भने ल यसमा चाहिँ लेखौं यसको आन्सर workmanship used जस्तै अर्को क्वेशन पनि के सोधे रहेछ भने वर्किङ ड्राइङ इज प्रिपेयर्ड नट फर हैन त्यहाँ छ बिल अफ क्वान्टिटी लेआउट एस्टिमेसन स्पेसिफिकेसन भनेपछि के को लागि नट हैन इज नट प्रिपेयर्ड नट फर भनेको छ सो यो कुराहरु तपाईहरुले के गर्नु पर्यो हुन्छ भने चाहिन्छ यो कुराहरु कन्सेप्टमा के भने इजिली क्वेशन्सहरु गर्न सक्छौं र सब्जेक्टिभमा पनि तपाईले नसुनेको कुराहरु टर्महरु हुँदैन कहाँ मेटेरियल्स कहाँ यो क्वेशनमा क्वान्टिटी के रे क्वालिटी अफ वर्क और मेटेरियल्स और हो ल और मेन्शन्ड इज टर्म्ड एज भनेर के भयो त आन्सर भन्नु त स्पेसिफिकेसन कि नर्म्स कि बीओक्यू कि डिटेल एस्टिमेट स्पेसिफिकेसन किन क्वालिटीको कुरा आउँछ नि त सिधै स्पेसिफिकेसन जानु पर्छ के हामी सो के भयो त हाम्रो आन्सर स्पेसिफिकेसन है ल केमा क्वालिटी को ठाउँमा क्वान्टिटी आको भए त हैन द डकुमेन्ट इज व्हिच इज द हैन इन व्हिच द क्वान्टिटी अफ द वर्क और मटेरियल्स मेन्सन इज बीओक्यू हुन्थ्यो किनभने त्यसमा क्वान्टिटीमा बीओक्यूमा के हुन्छ क्वान्टिटी हुन्छ रेट हुँदैन भनेर त्यसरी हुन्छ है बुझ्नु पर्यो अब अप्सनमा पनि हाम्रो फरक पर्छ ल अब हेरौं त पर्पस अफ स्पेसिफिकेसन भनेको स्पेसिफिकेसनले के कामहरु गराइरा हुन्छ त वा यसको मेन अब्जेक्टिभ के हो त यसले के काममा हामी यसलाई युज गर्छौं वा यसले के कामको हामीले क्लियर गर्छ भन्ने कुरा नेचर अफ द वर्क कस्तो काम हो
एस्टिमेट द क्वान्टिटी एन्ड कस्ट, यो काम गर्नको लागि पनि हामीलाई स्पेसिफिकेसन चाहिन्छ। त्यसपछि कुनै खालको कन्फ्युजन, सो टु क्लियरिफाई एनी एम्बिग्युटी, कन्फ्युजन हटाउनलाई पनि हामी के गरेर आउँछौँ त स्पेसिफिकेसन युज गर्छौँ। अनि क्वालिटी अफ द मेटेरियल, कस्तो खालको मेटेरियल हो, कुन क्वालिटीको, सबै कुराहरू हामीलाई स्पेसिफिकेसन दिन्छ। प्रोपोर्सन, कतिको रेसियोमा हो हैन, त्यो सबै कुराहरू हाम्रो स्पेसिफिकेसनमै लेख्या हुन्छ। र स्पेसिफिकेसन नेचर एन्ड क्लास अफ द लेबर भनेपछि कुन लेबर कुन क्लासको, स्किल, अनस्किल, सेमी स्किल के युज गर्छ त्यो कुराहरू, र टाइप्स अफ वर्कम्यानशिपहरू युज हुने सबै कुराहरू हामीले कसले त हाम्रो अब कार्पेन्टरले कार्पेन्टरको वुडको काम मात्रै गर्छ। तपाईले इलेक्ट्रिसियनले आजभोलिको गाउँघरमा के हुन्छ भने एकजना प्लम्बर हुन्छ, त्यसले तपाईको इलेक्ट्रिकलको पनि काम गरिदिन्छ, त्यसपछि तपाईको प्लम्बिङको पनि काम गरिदिन्छ, कार्पेन्टरको पनि काम गरिदिन्छ। हामीले इन्जिनियरिङ प्रोजेक्ट गराउँदा एउटै त्यसरी अलराउन्डरसँग वा त्यस्तो कामसँग गराउनु हुँदैन, स्पेसिफिक हुनु पर्यो। कुनै कामको लागि कार्पेन्टर छ भने काठे काम गर्नु पर्यो, इलेक्ट्रिसियन छ भने इलेक्ट्रिसियनकै काम गर्नु पर्यो, उसले प्लम्बिङको काम गर्न पाउँदैन। प्लम्बिङको खासमा यो त ट्रेनिङहरू लिएर विभिन्न सिटीहरू वा विभिन्न ठाउँहरूबाट ट्रेनिङ लिएर स्पेसिफिक काममा काम गरेको मान्छेहरू हुनु पर्यो, त्यसलाई हामीले स्किल भन्छौँ नि त। अनि उनीहरूले के गरिदिन्छ भने एउटै मान्छे हुन्छ, उसले सबै काम गरिदिन्छ। अनि मानव इलेक्ट्रिसियनमा ऊ राम्रो काम गरे पनि प्लम्बिङको काममा बिगाडिदिने, लिकेज हुने समस्याहरू आइरहेको हुन्छ। त्यस्तो कामहरूमा त्यही भएर वर्कम्यानशिप भनेको कुन म्यान पावरबाट हामीले काम गराउँदा तपाईको काम पर्फेक्ट हुन्छ, राम्रो हुन्छ भन्ने कुराहरू ध्यान दिनुपर्ने हुन्छ। ल सर नि प्लान्ट र टुल पनि त हुन्छ स्पेसिफिकेसन, केमा स्पेसिफिकेसनको पर्पज चाहिँ अरू के भन्नु त, आइडेन्टिफाई प्लान्ट र टुल्सहरू हुन्छ। त्यो त अरू पोइन्टहरू त थप्न पाइयो, त्यो अरू पनि हुन्छ, जस्तै प्लान्ट टुल्सको पनि तपाईँलाई जानकारी दिन्छ हैन, त्यो कुराहरू आउँछ। अनि यो बिओक्यूमा रेट हाल्न मिल्दैन भन्नुभयो नि सर, यो फर्मेटमा चाहिँ हाम्रो बुककै फर्मेटमा रेट पनि इन्भल्भ छ के? यस्तो बिओक्यू त यस्तो भयो नि, तपाईँको कस्तो हुन्छ भने बिओक्यू भने कस्तो हुन्छ हेर्नु त, आइटम नम्बर डिस्क्रिप्सन हुन्छ यहाँ हैन, त्यसपछि यहाँ युनिट हुन्छ, अनि यहाँ क्वान्टिटी हुन्छ, हला नगरौँ। अनि यहाँ के हुन्छ भने युनिट रेट, अनि यहाँ चाहिँ हुन्छ इन वर्ड वा इन फिगर सुरुमा, अनि इन वर्ड अङ्क र अक्षरमा हुन्छ, इन वर्ड हुन्छ, अनि यहाँ अमाउन्ट हुन्छ हैन। अनि मानौ तपाईले कुनै एउटा काम 1 नम्बरमा मानौ साइट क्लियरेन्स गर्नु भएको छ भने साइट क्लियरेन्सको के हुन्छ त डिटेल डिस्क्रिप्सन अलिअलि दिएको हुन्छ। अनि युनिट मानौ मिटर स्क्वायर, यहाँ मानौ 300 मिटर स्क्वायर गर्नु छ भने यो सबै खाली छोडिन्छ। बुकमा कुनैमा दिएको छ भने त्यो मिस्टेक हो, त्यो बिओक्यू होइन। बिओक्यूमा युनिट र हाम्रो डेफिनिसनमा चाहिँ मात्रै लेख्ने बेलामा हैन व्हिच डज नट इन्क्लुड आइटम रेट वा युनिट रेट, अनि त्यहाँ चाहिँ इक्जाम्पलमा त्यसरी बिओक्यूमा रेट राख्न पाइँदैन। त्यो चाहिँ तपाईले त्यही त भनेको व्हाट डु यु मीन बाइ बिओक्यू, एक्सप्लेन विथ एन एक्जाम्पल भनेर सोध्यो भने तपाईले बिओक्यू भनेको के हो, बिओक्यूमा के हुन्छ के हुँदैन भनेर लेख्ने, अनि तल एउटा ठ्याक्कै यस्तै टेबल बनाइदिने हो। र यो तपाईले एक्जाममा यो चाहिँ भर्नुपर्छ भनेर भर्ने होइन, कन्ट्र्याक्टरले भर्ने कुरा तपाईँ हामीले भर्ने होइन, यो चाहिँ यतिकै खाली छोडिदिने। तर यो चाहिँ बनाइदिने बिओक्यूमा, यो चाहिँ कलम बनाइदिने, तर यो चाहिँ खाली छोडिदिनु पर्ने हुन्छ, अनि बल्ल त्यो बिओक्यू भयो। कन्ट्र्याक्टरले यसमा भरेर ल्याउँछ नि रेट, त्यो त प्राइस बिओक्यू भयो। अर्थात् त्यसलाई हामीले शेड्युल अफ के भन्छौँ भने प्राइस शेड्युल भन्छौँ, जुन हाम्रो कन्ट्र्याक्ट डकुमेन्ट मात्रै संलग्न हुन्छ पछि। सो अहिले बिओक्यू भनेको के भयो त, क्वान्टिटी सम्मको मात्रै कुरो हुन्छ, युनिट रेट हैन, युनिट रेट र यो चाहिँ के हुन्छ भने खाली छोडिन्छ। युनिट रेट एन्ड अमाउन्ट कलम शुड बी ब्ल्याङ्क, शुड बी लेफ्ट ब्ल्याङ्क भने हुन्छ, व्हिच इज फिल्ड बाइ कन्ट्र्याक्टर भनेर कुरो बुझ्नुपर्ने हुन्छ। त्यो बुकहरुमा मैले नि देखेको छु, एक दुई ठाउँमा त्यो प्राइस हाल्दै त्यो बिओक्यू होइन, त्यो प्राइस्ड बिओक्यू भयो जुन कन्ट्र्याक्ट डकुमेन्टमा चाहिँ युज हुन्छ। अनि एओसीमा चाहिँ विथ रेट हुने भयो नि सर, यो तपाईले एक्जाममा बनाउँदाखेरि क्वान्टिटी सम्मको मात्रै एक्जाम्पल दिनु हो, त्यहाँ चाहिँ अलिअलि लेखिदिनु हो, यो खाली छोडिदिने हो। फर्मेट यही हो, यति बनाउँदाखेरि ल यो मान्छेले बिओक्यू बुझेको छ, पछि बिओक्यू बनाउँदा यसले ठिक गर्छ भन्ने कुरा बुझिन्छ, त्यसै बुझ्नुपर्छ क्या हामीले। ल अगाडि जाउँ सर। यहाँ इन फिगर पछि के हो? इन फिगर पछि इन वर्ड हो। युनिट रेट चाहिँ दुईटैमा अङ्क र अक्षर दुईटैमा लेखिन्छ। अङ्क र अक्षर दुईटैमा लेख्दा लेख्दै पनि केही फरक पर्न गयो भने अक्षरमा लेखेकोलाई हामीले मात्रै मान्यता दिन्छौँ है। इन वर्ड्स टु बी प्रिफर्ड भनेको के हो भने त्यो चाहिँ जुन वर्डमा लेखेको चिजलाई मात्रै हामीले प्रिफर गर्छौँ जुन बेला डिफरेन्स आयो भने। जस्तै यहाँ चाहिँ 500 लेखेको छ, अनि यहाँ के गरिदियो भने FIV 5000 भनेर लेखिदियो भने
यो चाहिँ ठिक हो भनेर बुझ्नुपर्ने हुन्छ क्या वर्डमा लेखेकोलाई ठिक हो भन्ने मान्नुपर्ने हुन्छ त्यसको पनि के हो त नियम हो त्यो चाहिँ त्यही भएर अङ्क र अक्षर दुईटैमा लेख्नुपर्ने हुन्छ तपाईहरु चेक भर्दा पनि चेकमा अङ्क र अक्षरमा दुईटैमा लेख्नुपर्ने हुन्छ दुईटै अमाउन्ट मिलेन भने तपाईले चेक चाहिँ दिदैन साइन के रे तपाईले बैंकले के गर्छ फर्काइदिन्छ तपाईले सेम मिलाउनु पर्ने हुन्छ र हामी तपाई पछि बिलहरु बनाउँछौ इन्जिनियर वर्षर भइसकेपछि त बिलमा पनि हामीले समरी लेख्दाखेरि वा जब समरी भएर आउँछ नि लास्ट बिल त्यो बिलमा चाहिँ हामीले अमाउन्ट चाहिँ उसमा फिगरमा र वर्ड दुईटैमा हामीले लेख्नु पर्ने हुन्छ अर्थात अंक र अक्षर दुईटैमा लेख्दाखेरि दुईटैमा सेम हुनु पर्यो कहिलेकाहीँ ल्यापटपले वा कम्प्युटरले के गर्दिन्छ भने त्यसको नजिकको उसमा शून्यान्त गरिदिन्छ त्यसले डेसिमललाई अनि यता चाहिँ अर्कैले दिन्छ अनि उसमा लेख्दाखेरि पैसाको पनि फरक पर्नु भएन एक पैसा छ भने एक पैसा पनि तपाईले त्यहाँ लेख्नु पर्ने हुन्छ एक पैसा छोड्दै यहाँ भन्ने कुरा भन्न पाइदैन एकदम क्लियर हुनुपर्छ नत्र त्यो पास हुँदैन हो एकदम एक पैसा पनि तलमाथि भयो भने अंक र अक्षरमा एक पैसाको डिफरेन्स छ भने त्यो पनि तपाईको बिल चाहिँ पेमेन्ट हुँदैन फर्केर आउँछ कि त पछि चाहिँ बेरुजु के रे हाम्रो अडिटले पनि यो एक पैसा कहाँ गयो भन्ने कुरा एकदम डेबिट एन्ड क्रेडिट शुड बी इक्वल जीरो दुवैतिरको ब्यालेन्स एकदम जीरो हुनु पर्यो त्यसमा चाहिँ एक पैसा म एक पैसाले के हुन्छ भन्ने कुरा भन्न पाइदैन है त्यस्तो हुन्छ ल अब यता जाउँ अब रेट एनालाइसिसमा तपाईलाई धेरै कन्फ्युजन क्वेशनहरु छ मार्केटमा एकदमै कन्फ्युजन गराइदिएको छ पालन गरौँ तपाईहरु धेरै राम्रो इन्स्टिट्युटमा आउनु भएको छ तपाईहरुको चाहिँ यो भन्दा अगाडिको पनि बागमतीको 2 दिन अगाडि रिजल्ट आएको छ टन्नै साथीहरु छन् मलाई पनि यसो मेसेज गर्नु भएको रहेछ उहाँहरुले इन्टरभ्युको लागि यसो भनेपछि ठ्याक्कै कति ठाउँमा के देखेछ भने काठमाडौँमा एकदम फ्याक्ट कुरा गर्ने हो भने इन्स्टिट्युटले जुन एक्जामहरु लिन्छ नि त्यसमा पनि मिस्टेक गरेर अनि शनिबारको एक्जामहरु यसो फेसबुकमा देखिरा हुन्छ त्यहाँ पनि मिस्टेक क्वेशन दिएर के गरे हुन्छ भने उनीहरुले कन्फ्युजन क्रिएट गरेछ मार्केटमा सो त्यो कुराहरुलाई हामी ध्यान दिनुपर्ने हुन्छ तपाईहरु राम्ररी ठाउँमा राम्ररी पढ्नु भयो भने ट्याक्क राम्ररी पढ्नु भने ठ्याक्कै तपाईले कन्फ्युजन हटाउने हो मेन चीज र रेट एनालाइसिसमा पनि म भन्छु ओभरहेड भन्ने चीजमा तपाईहरु अझै पनि कन्फ्युजन हुनुहुन्छ होला ओभरहेड कति लिने 5 लिने 10 लिने 15 लिने 20 लिने त्यो कुराहरु छ मेथड अफ गभर्नमेन्ट रुल्सले के भन्छ त्यो सबै कुरा अब हामी गर्दै छौं लेख्दै जाउँ है ल रेट एनालाइसिस ल रेट एनालाइसिस हैन the rate analysis is an art of determining the rate of item of work considering the तपाईहरुको डिजिटल बोर्डबाट पढाइ भएकोले गर्दा एउटा सजिलो के हुन्छ भने हामी त लेखेर पढ्दै छौं तपाईलाई एउटा यो हाम्रो एस्टिमेट सकिनु भन्दा अगाडि चाहिँ तपाईले एउटा रियल नै कुनै प्रोजेक्टको रेट एनालाइसिस तरिका वा बीओक्यू डिस्कसन सबै कुरा एउटा एक्सेल फाइलमा तपाईले देखाउला बरु तपाईले क्लियर बुझ्नुहुन्छ नि त त्यो बेला बीओक्यू भने कसरी बनाइन्छ सबै कुराहरु म एकचोटी देखाइदिन्छु रियल प्रोजेक्ट कि कुनै एउटा रियल प्रोजेक्टको त्यो भने तपाईले सजिलो पनि हुन्छ त्यस्तो हुन्छ ल कन्सिडरिङ केमा चाहिँ के त टोटल कस्ट हजुर आइटम वर्क कोणता होता आइटम वर्क कोणता होता आइटम अफ द वर्क कन्सिडरिङ द ए मा टोटल कस्ट अफ द मेटेरियल्स बी मा टोटल कस्ट अफ लेबर्स सी मा हायर फॉर टूल्स and equipments generally हामीले कति लिन्छौं त यो 3% generally 3% of unskilled labor अनि डी नम्बरमा चाहिँ के हुन्छ भने कन्ट्र्याक्टर्स प्रॉफिट चाहिँ 10% लिने and overhead भनेको 5% गरेर कति त टोटल 15% लिन्छ अहिले कन्फ्युजन आउ मध्य प्रदेशको 81 पुस 27 गते सोधेको एउटा क्वेशनको पनि हामी यहाँ एक्सप्लेनेसन गरौँला कन्फ्युजन अहिले हुने हैन मजाले पहिला लेख्ने हो
बुझ्दै जाने हो र कुन क्वेसन कसरी सोध्दा कसरी एन्सर गर्ने भन्ने कुरा म तपाईलाई यहाँ भनिहाल्छु है ल। अनि यसको मेन पर्पस नै यसको के हो भने युनिट रेट पत्ता लगाउने। सबभन्दा मेन पर्पस चाहिँ के हो भने टु फाइन्ड द युनिट रेट अफ द वर्क्स। यसको मुख्य पर्पस यो भयो युनिट रेट पत्ता लगाउने। त्यसपछि पनि यसले के काम गरे हुन्छ भने टु रिभाइज द शेड्युल अफ रेटलाई रिभाइज गर्छ। अनि टु वर्क आउट इकोनोमिकल यूज अफ मेटेरियल्स ल। सर त्यो 3:1 हो। 3:1 होइन, कहाँ छ 3:1? 3% हो। 3% अफ अनस्किल्ड लेबर, यो पर्सेन्टेज 3%। तपाईँहरूको अहिले नजिकमा कुनै त्यस्तो इक्जाम त छैन नि? छ प्रदेशहरूको हैन? अब चाहिँ व्यवस्था राम्रै टाइममा तयारी गर्दै हुनुहुन्छ ठिक छ। अब खुल्ने भन्दा अगाडि ट्याक्कै तयारी सबको कम्तीमा भयो भने एक लेभलको अनि सजिलो हुन्छ। यसपालिको लागि भएन, यो वर्षको लागि भएन। अब भएन अब त्यो अर्को भ्याकेन्सी आउनलाई अब अर्कै वर्ष कुर्नु पर्ने भयो। र कर्णाली प्रदेश 4th र 5th लेभलमा एउटा सुरुवात गरेको राम्रो के हो भने सब्जेक्टिभ उसले सुरुमै 4th लेभलमा पनि त्यहाँ सब्जेक्टिभ छ 30 मार्क्सको हैन। त्यो चाहिँ कर्णाली प्रदेशको मलाई एकदमै राम्रो लागेको चिज हो। उसले चाहिँ अब्जेक्टिभमा मात्रै भर नपरेर उसले चाहिँ राम्रो के गर्यो भने 30 मार्क्स भए पनि सब्जेक्टिभ लियो। 5-5 मार्क्सको 6वटा क्वेसन झ्याम्मै सोध्छ। 70 मार्क्सको के हुन्छ भने अब्जेक्टिभ हुन्छ। 100 मार्क्सको एक्जाममा तपाईलाई त्यसले गर्दा पनि एउटा के भयो भने राम्रो विद्यार्थीलाई सिलेक्सन गर्नको लागि पनि त्यो एउटा उसले राखेको त्यो चाहिँ राम्रो भन्नु नि सर। हजुर पर्पस 1 नम्बरको टु फाइन्ड द युनिट रेट अफ द वर्क। युनिट रेट सर तपाईको क्वेशन बैंक चाहिँ काठमाडौँ कुन पसलमा मिल्छ? ए त्यो त हरेक ठाउँमा भेट्छ नि। त्यो त तपाईको माइती घर जानु न, माइती घरहरुमा पाउँछ मजाले त्यो। सर हजुर के भन्छ सर त्यसको बुकको? के भन्नुभयो? त्यो सर तपाईले लेख्नु भएको क्वेशन ब्याङ्क छ नि? हजुर त्यसमा सर एउटा क्वेशन छ भनौँ सर। तपाईहरु पहिला यता यो रिलेटेड कुराहरु गरौँ। त्यो क्वेशनहरु छ भने बरु मलाई व्हाट्सएप गर्दिनु, म तपाईलाई त्यहाँ भनिहाल्छु नि। त्यसरी के भयो त व्हाट्सएप नम्बर फेरि यस्तो हुन्छ। अब हेर्नु है तपाईलाई एक्जाममा कस्तो कुराहरु आउँछ भने जस्तै अब्जेक्टिभ भनेर आयो भने कसरी लेख्ने, पर्पस भएर आयो भने कसरी लेख्ने, नेसेसिटी भएर आयो भने कसरी लेख्ने, इम्पोर्टेन्स भएर आयो भने कसरी लेख्ने, लगभग कुराहरु वा युज भनेर आयो भने कसरी लेख्ने। अघिकै हामीले स्पेसिफिकेसनको युज तपाईको हैन द युज राइट द युजेस अफ स्पेसिफिकेसन भनेर सोध्यो भने कसरी लेख्न त? अब भनेपछि ल्याङ्ग्वेज फरक भए पनि कुराहरुलाई त्यही मिलाएर लेख्ने हो। तपाईलाई हामीलाई लेख्न नआएको होइन, लेख्न आउँछ, खाली के हुन्छ भने मिलाएर लेख्नु पर्ने हुन्छ। तपाईले लेख्नु पर्ने हुन्छ स्पेसिफिकेसन इज युज टु फाइन्ड द वा हैन युज टु स्पेसिफाई द अघिको कुराहरुलाई टु भन्दा अगाडिमा इट इज युज टु भनेर लाग्दिन अनि त्यही कुराहरु पनि लेख्न पाइयो। वा इट इज युज्ड इन भनेर पनि लेख्न पाइयो। पर्पस र अब्जेक्टिभ लगभग उस्तै कुराहरु टु बाटै सुरु गरेर पनि लेख्न पाइन्छ, केही फरक पर्दैन हैन। त्यसपछि नेसेसिटी आयो भने हैन यसको नेसेसिटी भनेको यसको आवश्यकता कहाँ छ त, किन यसको आवश्यकता पर्यो भन्ने कुरा लेख्ने हो। भनेपछि जस्तै मानौ तपाईलाई यसकै पर्पसको ठाउँमा अब रेट एनालिसिसको नेसेसिटी के हो त, किन रेट एनालिसिस गर्ने भन्ने कुरा तपाईले सोधे हो नि त खासमा हैन। सो इट इज नेसेसरी टु फाइन्ड द युनिट रेट अफ द वर्क। युनिट रेट अफ वर्कमा त्यसको नेसेसिटी चाहिने चीज हो, त्यो नभइकन नहुने चीज भयो त्यसको लागि हैन। त्यसरी पनि हामी ल्याङ्ग्वेजलाई अलिकति मोडिफाई गरेर लेख्न सक्छौं। कुराहरु उसको मेन अब्जेक्टिभलाई नै हामीले तपाईलाई के गर्नुपर्ने हुन्छ त मिलाएर लेख्नुपर्ने हुन्छ। युज अब्जेक्टिभ पर्पसहरुमा कुराहरु त्यही आउने हुन्, खाली लेख्ने तरिका के हुन्छ फरक हुन् है। ल
अब एडभान्टेज र डिसएडभान्टेजहरू इस्टिमेटिङ भन्दा पनि अरू सब्जेक्टहरुमा तपाईले एडभान्टेज डिसएडभान्टेजहरू बढी सोच्छ बिल्डिङ गभर्नमेन्ट टेक्नोलोजीमा तपाईलाई सोच्छ भनेपछि एडभान्टेजमा राम्रो पक्षहरु राख्ने डिसएडभान्टेजमा त्यसमा हुने चीजहरुको केही खराबीहरु छ भने त्यहाँ चाहिँ त्यो अनुसारको राख्ने हो त्यसरी हामीले के गर्छौं भने लेख्छौं डिफरेन्शिएट बिट्विन गर्नु पर्यो भने डिफरेन्शिएट बिट्विनमा सकभर अलिकति पहिला जस्तो होइन यसमा यो हुन्छ यसमा यो हुँदैन भन्दा पनि अलिकति के त सुरुमा डेफिनिसन त्यसपछि त्यसको अब के छ कस्ट त्यसपछि अर्को के छ त्यो कुराहरुलाई एउटा अर्को कलम बनाएर अनि बल्ल हामीले त्यहाँ चाहिँ डिफरेन्ट गर्ने त्यो अनुसारको कम्पेयर गर्ने हो के अब पोइन्ट वाइज अनि त्यो तपाईले बुकहरुमा पनि दिएको छ त्यो अनुसार गर्नु हो भने तपाईले राम्रो मानिन्छ त्यही कुरा हो डिफरेन्ट यो त टोटली डिफरेन्ट हो नि तपाईलाई डिफरेन्शिएट बिट्विन पनि कसलाई सोच्छ त मानौ तपाई दुईजना यसो हेर्दा पनि सेम देखिन्छ तपाई दुईजनाको बिचमा सोध्नु हो डिफरेन्शिएट बिट्विन एकदम टोटली डिफरेन्टमा त अब एउटा बोय र एउटा गर्लसँग डिफरेन्शिएट बिट्विन सोध्दैन नि त किनभने दुईटा अटोमेटिक धेरै डिफरेन्ट हुन् डिफरेन्शिएट बिट्विन कसलाई सोच्छ भने तपाईलाई सिमिलर चीजहरुमा सकभर सिमिलर चीजहरुमा के हुन्छ उले डिफरेन्स बिट्विन सोध्ने हो त्यसरी बल तपाईलाई के गर्छ भने जस्तै डिफरेन्शिएट बिट्विन द रिवाइज्ड एस्टिमेट एन्ड सप्लिमेन्टरी एस्टिमेट सोध्छ किनभने दुईटैको काम यसो बुझ्दाखेरि फरक भए पनि कतिजना चाहिँ त्यसलाई के गरिदिन्छ भने कसरी लिने भन्ने कुराहरु हुन्छ सो केही सिमिलरिटी भएको चीजमा मात्र तपाईले के गर्ने हो नि त डिफरेन्ट सोध्ने हुन् ल अब जाउँ रेट एनालाइसिसमा रेट एनालाइसिस हाम्रो एउटा मेन प्रोसिजर हो एक्जाममा सब्जेक्टिभमा पनि 5 मार्क्समा सोधिसकेको छ यो कुरो त्यही पनि अब हेरौं इट इज हैन एन आर्ट अफ डिटरमाइनिङ के हो त एउटा कला हो एउटा प्रोसिजर हो यो के त कुनै पनि चीजको आइटम रेट निकाल्नको लागि वा युनिट रेट आइटम भन्दा पनि युनिट रेट निकाल्नको लागि के गर्ने त एउटा प्रोसिजर हो तपाईलाई त्यहाँसम्म पुर्याउने चीज नै हाम्रो के भयो त रेट एनालाइसिस जसमा हामीले के कन्सिडर गर्छौं त टोटल कस्ट अफ द मटेरियल त्यो काम गर्नको लागि चाहिने सबै मटेरियलको कस्ट लिन्छौं त्यही सेम काम गर्नको लागि टोटल लेबरको कस्ट लिन्छौं र त्यसमा लाग्ने टुल्स एन्ड इक्विपमेन्टहरु को पनि प्राइस लिएर कन्ट्र्याक्टर्स ओभरहेड एन्ड प्रॉफिट पनि एड गरेर हामीले के गर्छौं त एउटा भ्यालु निकाल्छौं एउटा कामको त्यो कामको युनिट प्राइस वा युनिट रेटलाई नै हामीले जुन निकाल्छौं त्यहाँसम्मको त्यसलाई हामी भन्छौं के त रेट एनालाइसिस भन्छौं सो रेट एनालाइसिस के भयो त एउटा प्रोसिजर हो प्रोसेस हो के गर्ने त क्याल्कुलेसन गर्ने के निकाल्ने त युनिट रेट निकाल्ने एउटा के भयो त प्रोसिजर भयो अहिले हामी के बुझौं भने तपाईले यो कुरा सोध्छ जनरली हैन हायर एन्ड टुल्स एन्ड इक्विपमेन्ट को लागि जनरली कति पर्सेन्ट लिने भनेर त हामीले कति लिन्छौं त जनरली 3% अफ अनस्किल लेबर तर एक्जाममा तपाईलाई अनस्किल भनेर सोधेको छैन सिधै 3% अफ लेबर 3% 5% अफ लेबर 8% अफ लेबर र 10% अफ लेबर दिएको छ त्यो बेला के गर्ने फेरि यस 3% अफ लेबरमै जानु पर्यो अनि फेरि यही क्वेशनलाई मोडिफाई गरेर पनि सोधेको छ 3% अफ अनस्किल 3% अफ स्किल 5% अफ अनस्किल 5% अफ स्किल चारवटा अप्सनमा यसरी दिएको त्यो बेला फेरि केमा जानु पर्यो त यस 3% अफ अनस्किलमा जानु पर्यो एकदम क्लियर छ कन्फ्युज हुने कुरै छैन र अब जाउँ कन्ट्र्याक्टर्स प्रॉफिट भने कति हुनु पर्यो 10% कन्ट्र्याक्टर्स ओभरहेड भने कति हुनु पर्यो 5% दुईटै सोध्यो भने 15% तर अब हामी यसमा चाहिँ के हुन्छ भने तपाईलाई क्वेशन सोधिन्छ अकॉर्डिंग टु गभर्नमेन्ट नर्म्स अकॉर्डिंग टु गभर्नमेन्ट पीपीआर वा अकॉर्डिंग टु गभर्नमेन्ट रुल्स एन्ड रेगुलेशन्स द कन्ट्र्याक्टर्स प्रॉफिट इज टेकन एज भनेर सोधिन्छ त्यो बेला फेरि के गर्नु पर्यो त 15% मा जानु पर्ने हुन्छ किनभने तपाईहरुको पब्लिक प्रोक्युरमेन्ट रेगुलेसन को सार्वजनिक खरिद नियमावलीको अनुसूची 1 मा के दिएको छ भने कन्ट्र्याक्टर्स ओभरहेड भनेर त्यहाँ प्रॉफिटको कुरै गरेको छैन सिधै के गरेको छ त्यहाँ कन्ट्र्याक्टर्स ओभरहेड भनेर इक्वल्स टु कति राख्दैछ त 15% राख्दैछ जुन तपाई हामी अहिले एक्टमा गर्छौं यहाँ किनभने तपाईले यो एउटा अर्को क्वेशन पनि सोध्छ हैन राइट डाउन द गभर्नमेन्ट प्रोसिजर फर रेट एनालाइसिस भनेर सोध्छ त्यो पनि 5 मार्क्समा सोध्छ त्यसको एउटा फर्मुला जस्तो बन्छ सजिलो छ 4 स्टेपमा सकिन्छ हैन अनि यो हैन अर्को आउँछ हो त्यही हो मेन प्रोसिजर त्यही लेख्नु पर्छ किनभने त्यो हामी तपाईले बनाएको प्रोसिजर हैन यो चाहिँ गभर्नमेन्टले बनाइदिएको प्रोसिजर हो त्यही भएर हामीले पनि त्यही प्रोसिजर लेख्छौं है ल अब जाउँ पर्पसमा यसको चाहिँ मेन पर्पस एउटै छ युनिट रेट पत्ता लगाउने है अनि शेड्युल अफ रेट पनि भनेको के हो त शेड्युल अफ रेटमा रेट हुन्छ क्वान्टिटी हुँदैन त्यसलाई रिभाइज गर्छ अहिले रिभिजन गरेर हुन्छ त्यो काम पनि रेट एनालाइसिसबाटै आउँछ र इकोनोमिकल युजको कामहरु पनि यसले हामीलाई अलिकति आइडिया दिन्छ यसको मुख्य पर्पस के भयो त ओन्ली वान एउटा मात्रै युनिट रेट निकाल्ने ल अगाडि जाउँ
ल अब अगाडि जाउँ। अगाडि जाँदाखेरि फ्याक्टर एफेक्टिङ रेट एनालाइसिस, फ्याक्टर एफेक्टिङ है, हेर्नु त चाहिन्छ नि यो फ्याक्टर एफेक्टिङ रेट एनालाइसिस, रेट एनालाइसिस। सर यो भन्दा अगाडि तपाईले चाहिँ ओभरहेडको चाहिँ लेखाउँदा इनडाइरेक्ट कस्ट अफ अनप्रोडक्टिभ नेचरमा 2 देखि 5% सम्म एस्टिमेटेड कस्ट भन्नुभएको थियो। त्यो फरक हो कि एउटै हो सर? के भन्नुभयो? यहाँ सर यो भन्दा अगाडि तपाईले 2 देखि 5% हो, अनि त्यसपछि के भयो त? अहिले चाहिँ त्यो ओभरहेडमा 5% मात्र लिँदा चाहिँ अलि कन्फ्युजन। ए हैन, यस्तो 2 देखि 5% सम्म लिने प्रावधान छ, तपाईले लिन सक्नुहुन्छ प्रोजेक्टमा। तर हामीले जेनरली के गर्दिन्छौँ भने रेट एनालाइसिस गर्ने बेलामा अब हामीले त के गर्दिन्छौँ भने सिधै 5% लिदिन्छौँ के उसको लागि। रेन्ज त मिलिरहेको नि त, अप्पर लिमिट कति भयो त 5% हो। त्यही भएर हामीले 5% सम्म लिन पाउँछौँ, त्यसमा तपाईलाई प्रब्लम छैन, त्यो त लिन पाइन्छ मजाले। त्यस्तो छ सर। पर्पसमा 3 पोइन्ट मात्र लेख्ने। पर्पसमा उसको मेन पर्पस नै एउटै हो। तपाईलाई त्यही पर्पस मात्रै भनेर 5 मार्क्समा सोध्दैन, किनभने यसको पर्पसहरू जस्तो चल्ने पर्पसहरू भन्दा पनि एउटै पर्पस भएकोले गर्दा तपाईले यता मिक्स गरेर क्वेशन सोधिन्छ। व्हाट इज रेट एनालाइसिस, राइट इट्स पर्पस, कमा दिएर फ्याक्टर एफेक्टिङ भनेर सोध्यो भने पर्पसमा थोरै मार्क्स, रेट एनालाइसिसमा बढी मार्क्स हुन्छ भन्ने कुरो हो। वा गभर्नमेन्ट प्रोसिजर भनेर सोधिन्छ, त्यसरी हो। टुक्रो टुक्रो क्वेशन सोध्छ नि त, 1 + 2 + 4, 1 + 2 + 3 भनेर सोधिन्छ। यसरी क्वेशनहरु सोधिरहेको हुन्छ, त्यो भनेको त्यसरी बुझ्नुपर्ने हो। ल फ्याक्टर एफेक्टिङ रेट एनालाइसिसमा हजुर एक्जाममा सर प्रॉफिट या ओभरहेड कुनै एउटा सोध्यो भने 15% मै टिक लाउने हैन, आउँदैछ त्यहाँ, अहिले नजाऊ, म क्वेशन नै तपाईले लेखाइदिन्छु, सकिहाल्छ, तपाईको कन्फ्युजन हटाइदिन्छु। ल the factors that affects the rate analysis, हैन, affects the rate of any work are, अब यसमा लेख्दै जाने हो के ले असर पार्छ त? क्वालिटी अफ मेटेरियल्स, क्वालिटी अफ materials, कति दैट हो सर? factor that affect हैन। त्यसपछि proportion of materials, 3 नम्बरमा transportation charge हैन। 4 नम्बरमा location of work site हैन। 5 नम्बरमा types of labor required हैन। contractors overhead हैन, इट्सी। ल यी कुराहरु हुन्। तपाईले के गर्छन् त, यिनीहरुले अलिकति हामीलाई बढी असर गर्छन् उसमा रेट एनालाइसिस गर्दाखेरि। सबभन्दा मेनहरुमा क्वालिटीको कुरा आयो, जति धेरै राम्रो क्वालिटी त्यही अनुसारको रेटमा फरक पर्न जान्छ। प्रोपोर्सनको कुरा आउँछ, ट्रान्सपोर्टेसन चार्ज र लोकेसन अफ साइट भनेको के भयो भने यिनीहरु धेरै जसो प्रोजेक्टहरुमा हेर्नुहुन्छ, जेनरली हाइड्रो पावर प्रोजेक्टहरुमा हाइड्रो पावर त यस्तो ठाउँमा बनाइन्छ जेनरली जहाँ चाहिँ सुरुमा साइटहरु क्लियर हुँदैन वा टाढा नै धेरै हुन्छ, जसले गर्दा त्यहाँ चाहिँ कस्टहरु अलिकति बढी हुन जान्छ हैन। ड्यामहरु बनाउने, हाइड्रो पावर बनाउँदै माथि तल्लो उसमा बनाउने, पहाडको उसमा त्यहाँ चाहिँ बाटोहरु हुँदैन, त्यो बाटोहरु पनि बनाउने त्यही प्रोजेक्टमा खर्च राख्नुपर्ने हुन्छ। मेलएमजी प्रोजेक्ट नै तपाईको मेलएमजीको मुहान धेरै टाढा छ, माथि छ। त्यो बेला मेलएमजी सुरु गर्नुभन्दा पहिला चाहिँ त्यहाँसम्म बाटो पुगेको थिएन, त्यहाँसम्म के गर्नु पर्यो त, बाटो पुर्याउनु पर्यो। त्यो बाटोको कस्ट पनि त्यही प्रोजेक्टमा इन्क्लुड भएर आउँछ है, त्यस्तो हुन्छ। त्यही भएर यो कुराहरु हामीले के गर्नुपर्छ त, ध्यान दिनुपर्ने हुन्छ। त्यही भएर जहाँ चाहिँ साइटहरु एकदमै टाढा हुन्छ भने त्यस्तो ठाउँहरुमा त्यहाँ एप्रोच नभएकोले गर्दा त्यहाँको एप्रोच रोड पनि बनाउनु पर्ने हुन्छ, त्यसको कस्ट पनि त्यसमै इन्क्लुड भएर आउँछ। त्यही भएर अनि त्यो कस्टहरु के हुन्छ त भने महँगो हुन जान्छ। अनि सुन्नेले, हेर्नेले, बुझ्नेले चाहिँ, नबुझ्नेले के भनिन्छ भने त्यसमा त्यत्रो कस्ट खर्च भयो भनेर भनिदिन्छ।
तर खासमा त्यही प्रोजेक्ट बनाउन लागि त्यसमा खर्च भएको होइन नि त, त्यहाँसम्म पुग्नको लागि पनि त्यसमा खर्च भएको हो भन्ने कुराहरू बुझ्नुपर्ने हुन्छ। सो यो फ्याक्टर इफेक्टिङमा यो कुराहरू भयो। कन्ट्र्याक्टर्स ओभरहेड अनि टाइप्स अफ लेबर रिक्वायर्ड यिनीहरू के हुन् त हाम्रो फ्याक्टर इफेक्टिङ गर्ने कुराहरू हुन्। अझै पनि पोइन्टहरू तपाईहरुले थप्न सक्नुहुन्छ, यसमा त्यस्तो प्रब्लम छैन है। एक्सप्लेन गर्नु पर्दैन तपाईलाई यस्तो हुन्छ ठ्याक्कै तपाईलाई अब एक्सप्लेनेसन भनेर अब मात्रै फ्याक्टर इफेक्टिङ नै आयो भने त अलिअलि यो पोइन्टहरू लेखेर अब एक्सप्लेनेसन पनि गर्न सकिन्छ। जस्तै क्वालिटी अफ मेटेरियल्समा तपाईले यसरी स्तुत दिएर हैन गुड क्वालिटी कस्ट मोर कस्ट भनेपछि के भयो भने तपाईले राम्रो क्वालिटी गर्नुभयो भने तपाईले त आफ्नो ल्याङ्ग्वेजमा पनि यसलाई एक्सप्लेन गर्न सक्नुहुन्छ। त्यो भनेको ठुलो प्रब्लम होइन। अब लोकेसन अफ साइट, इफ द लोकेसन अफ साइट इज फार देन कस्ट विल बी एडेड वा कस्ट विल बी मोर भनेर यसरी कुराहरू लेख्न सक्नुहुन्छ। यसमा चाहिँ त्यसरी प्रब्लम छैन भन्नु खोजे हो है। तर मुख्य पोइन्ट हो हाम्रो यो पोइन्टहरू यतै नै हुन्। अझै पनि पोइन्टहरू तपाईहरुले थप्न सक्नुहुन्छ। यो पोइन्टहरूलाई थपेर हामी त्यसमा के गर्न सक्छौं त अगाडि बढ्न सक्छौं। अब कन्ट्र्याक्टर ओभरहेड किन भने अब त कन्ट्र्याक्टर ओभरहेड त फिक्स हो भन्नुहुन्छ। कन्ट्र्याक्टर ओभरहेड किन भने कन्ट्र्याक्टर ओभरहेड पनि रेट एनालाइसिसमा युज हुन्छ, युज त भइराछ नि त। जस्तै तपाई हामी एउटा कुनै फर्मुला भनौं न, एउटा कुनै फर्मुला हामी लेख्छौं, त्यो फर्मुला लेख्दाखेरि अब प्रोपोर्सनल मान तल माथि पनि हुन्छ भनेपछि त्यही चीजलाई हामीले के गर्छौं त कम्पेयर गरेर मानौ टाउ भनेको v र bd को फर्मुला छ भने टाउलाई फरक पार्ने शेयर फोर्स पनि भयो, त्यसको एरिया पनि छ, y लाई भनेको ब्रेथ र डेप्थ पनि भयो भनेपछि कम्पेयर गर्दा के लेख्छौं हामी यो पनि योलाई डिफेन्ड गर्छ, y ले इफेक्ट गर्छ, यसले पनि इफेक्ट गर्छ भन्ने कुराहरू पढिरा हुन्छ नि त। सो त्यही कुराहरू हो। तपाईलाई यसमा युज हुने हाम्रो फर्मुलामै के छ भने ओभरहेड हामी युज गर्छौं। त्यही भएर ओभरहेडले पनि के गर्छ भने फ्याक्टरको रेटको हामीलाई के गर्छ त्यसले फरक पार्छ भनेर हामीले कुराहरू गर्नुपर्ने हुन्छ। ल अब एउटा क्वेशन्स भन्दा पहिला हामी एउटा के गर्छौं भने एउटा एउटा कुरा के गर्छौं भने यसमा गभर्नमेन्ट प्रोसिजर भयो एउटा मेन गभर्नमेन्ट प्रोसिजर फॉर रेट एनालाइसिस वा फॉर एनालाइसिस of rate। गभर्नमेन्ट प्रोसिजर भने पनि वा गभर्नमेन्ट स्टेप्स भने पनि गभर्नमेन्ट को नर्म्स भने पनि तपाईले यही लेख्ने हो। यसमा चाहिँ प्रोसिजर छ। के गर्छौं भने अब हामी यसको आन्सर लेख्नु पर्यो भने अकॉर्डिंग टु नेपाल गभर्नमेन्ट norms है त norms that is PPR 2064 को के भन्छौं भने शेड्युल 1 अनुसार चाहिँ हामी यसको the procedure of rate analysis are as follows। तपाईले सब्जेक्टिभ लेख्दाखेरि यसरी लेख्दा भइहाल्छ। अब हामीले यहाँ चाहिँ 1 नम्बरमा हजुर सर यसमा यो व्हाट आर द स्टेप अफ रेट एनालाइसिस यो पनि लेख्न सक्छ नि? यस मजाले हो, यही हो, त्यही स्टेप्समा त्यही कुरा लेख्दैछौ। तपाईलाई गभर्नमेन्ट प्रोसिजर सोधे पनि स्टेप सोधे पनि के भयो त हामीले यही लेख्छौ। ल 1 नम्बरमा छ टोटल कस्ट अफ मेटेरियल्स भनेपछि RSX भन्ने हो। 2 नम्बरमा छ टोटल कस्ट हजुर यति RSXYZ मान्ने हो। अब लेबर्स इक्वल टु RSY मान्ने है। 3 नम्बरमा हायर अफ टुल्स एन्ड इक्विपमेन्ट्स को लागि जनरली हामीले कति लिइरा छौं त 3% अफ अनस्किल्ड लेबर। यो भने किनभने तपाईले यहाँ त स्किल र अनस्किल त छुट्याएको छैनौ नि अहिले हामी, त्यही भएर यसलाई कति लिने त 3% लिने, जसलाई हामीले यहाँ के भन्न पायौं त अब RSZ भन्न पायौं। अब यहाँ चाहिँ एउटा लाइन तान्दिने अनि चाहिँ त्यहाँ लेख्ने सब टोटल
सब टोटललाई हामीले अहिले ए भनौं। ए भनेको के भयो त आरएस लाई बाहिर राखेर x प्लस y प्लस z। तपाई जब अनुसूची 1 हेर्नुहुन्छ, अनुसूची 1 शेड्युल 1 भनेको के भयो त हाम्रो अनुसूची भन्छ यसलाई हामी। यो अनुसूची 1 मा हैन अनुसूची 1 हेर्नुहुन्छ भने त्यहाँ चाहिँ के गरेछ भने क ख ग घ दिएको छ। त्यसरी क ख ग मा दिएको छ, हामीले इंग्लिशमा लेख्यौ 1 2 3 गर्दा केही फरक परेन। त्यसलाई चाहिँ उले हैन आरएस एक्स मानेर y मानेर z मानेर गरेछ। हामीले पनि त्यही अनुसार आरएक्स एक्स वाई जेड मानौ हैन। वा उले अर्को क ख ग भए पनि हामी यहाँ चाहिँ इंग्लिशमा एक्स वाई जेड मान्न सक्छौं, एबीसी मान्न सक्छौं, प्रब्लम छैन। उले गरेको नोटेसन त्यही हो। अनि 4 नम्बरमा एउटा के एड गरेछ भने अब लास्टमा हेर्नु त 4 नम्बरमा सिधै उले निर्माण व्यवसायीको ओभरहेड भनेर लेख्दिया त्यहाँ चाहिँ। त्यो भनेको के हो त कन्ट्र्याक्टर्स ओभरहेड। त्यहाँ चाहिँ प्रॉफिटको कुरै गरे हैन। कन्ट्र्याक्टर्स ओभरहेड भनेपछि के भयो त 15% अफ x प्लस y प्लस z अर्थात 0.15 के त a। अनि त्यसको तल चाहिँ यसरी के लेख्दिनु पर्यो त अब टोटल। अघिसम्म सब टोटल, अब टोटल भनेको के भयो त टोटल भनेको 1 प्लस 0.15 a वा a भनौं न a प्लस 0.15 a भनेको कति भयो त 1.15 a is unit rate is unit पाउनु आउँदैछ हतार नगरौँ न। is unit rate of works of works। यहाँ नोट लेखौं हतार नगरिकन नोटमा लेखौं। नोटमा VAT VAT is not included in rate analysis हैन analysis and transportation cost more than 8 kilometer is added हैन is added transportation cost more than 8 kilometer is added in के त in rate analysis। ल अब तपाईले सोधेको क्वेशनको आन्सर आयो त। भ्याट चाहिँ हामी रेट एनालाइसिसमा एड गर्दैनौं। भ्याट जहिले पनि एड हुने भनेको टोटलमा जुन सबभन्दा तल लास्टमा एड हुने हो। हामी यहाँ आइटम रेटको युनिट रेट निकाल्दै छौं। युनिट रेट निकाल्दाखेरि तपाईले इच एन्ड एभ्री आइटमको लागि भ्याट एड गरिराख्नु परेन। तपाईले युनिट रेट निकाल्ने, त्यसपछि सबै अमाउन्टमा हामीले लास्टमा चाहिँ के गर्छौं भने भ्याट एड गर्छौं। त्यही भएर कन्ट्र्याक्ट अमाउन्ट हेर्नुहुन्छ भने त्यहाँ लेख्या हुन्छ इन्क्लुडिङ भ्याट वा एक्सक्लुडिङ भ्याट भनेर लेख्या हुन्छ। भनेपछि के भयो भने कमन अन्डरस्ट्यान्डिङ कुरो। त्यसमा चाहिँ त्यो प्रोजेक्टको टोटल कस्ट इन्क्लुडिङ भ्याट हो कि एक्सक्लुडिङ भ्याट हो, कस्टमा फरक पर्दैन। इन्क्लुडिङ भ्याट छ भने 13% भ्याट एड गरेको हो, एक्सक्लुडिङ भ्याट छ भने 13% हटाएको हो भने त्यति मात्रै हो। त्यही भएर भ्याट इज नट इन्क्लुडेड इन द रेट एनालाइसिस। तपाईले अघि के भनेको हामी गभर्नमेन्टको रुल्स पढ्दैछौं, गभर्नमेन्टको रुल्समा भ्याट एड गरेकै छैन। अनि तपाईँ हामी यहाँ एड गरेर हुन्छ त हुँदैन। सो केमा रेट त्यही त रेट एनालाइसिसको मुख्य प्रोसिजर यति हो। अब यसमा चाहिँ तपाईले विभिन्न कुराहरु पनि तल हाम्रो प्रोक्युरमेन्टको जुन हाम्रो उहाँको पब्लिक प्रोक्युरमेन्ट रेगुलेसन हेर्नुहुन्छ त्यहाँ चाहिँ अझै कुराहरुलाई एक्स्ट्रा रूपमा एड गर्न पाइएको छ आफ्नो प्रोजेक्ट अनुसार। कुनै ठाउँमा चाहिँ प्रोभिजन फर सुपरभिजन, कुनै ठाउँमा चाहिँ के भन्ने कुराहरु यस्तो सिम्पल सानो सानो कुराहरुलाई पनि वाटर चार्जेस वा अर्को चाहिँ छ तिनीहरुलाई एड गरिराख्नु परेन। यसमा हाम्रो मेन प्रोसिजर नै यति हो। हामी मेन प्रोसिजर किन यसलाई भन्छौं भने तपाई जुनसुकै कामको लागि रेट एनालाइसिस गर्नुस् यो चारवटा स्टेप चाहिन्छ, यति युज गर्नै पर्छ, यति एड हुनै पर्छ। अरु भनेको तपाईले भनेको कुराहरु के भयो त अप्सनल भयो। अरुकोमा कुनैमा युज हुन्छ कुनैमा युज हुँदैन। त्यही भएर हाम्रो प्रोसिजरमा त्यो पर्दैन। हामी प्रोसिजर भनेको यति हो। अनि तपाईले चाहिँ त्यहाँ भ्याट एड गरेर राख्नु परेन। तर एक्जाममै चाहिँ हैन राइट गभर्नमेन्ट प्रोसिजर्स फर रेट एनालाइसिस विथ भ्याट भनेर इन्क्लुडेड भनेर सोध्यो भने बल्ल तपाईले लास्टमा यहाँ के गर्दिनु त भ्याट एड गर्दिनु। तर
अहिलेसम्म त्यसरी सोध्दैन क्वेसन्सहरू भ्याट इन्क्लुड भनेर तपाईँले सोध्दै सोध्दैन त्यो अप्सनल हो त्यो तपाईँले एड गरेर राख्नु परेन त्यो भनेको हामीले ग्रान्ड टोटलमा लास्टमा हामी भ्याट एड गर्ने हो जुन आइटमको होइन कि हामी पछि चाहिँ सिधै टोटलमा के गर्छौँ त भ्याट एड गर्छौँ त्यही भएर भ्याट इज नट इन्क्लुडेड इक्जाममा सोधेको पनि छ व्हिच अफ द फ्लोइङ इज नट एडेड वा नट इन्क्लुडेड इन द रेट एनालाइसिस अप्सनमा छ मेटेरियल कस्ट बीमा छ लेबर कस्ट सीमा छ इक्विपमेन्ट एन्ड टुल्स इक्विपमेन्ट्स हैन अनि डीमा छ भ्याट भनेपछि केमा जानु पर्यो त भ्याट इज नट इन्क्लुडेड इन द रेट एनालाइसिस सर त्यो 8 किलोमिटर भन्नुभयो नि सर हो त्यो 8 किलोमिटर टाढा कहाँबाट कहाँसम्म सर के सर अब यस्तो हो के खासमा यो जेनरली चाहिँ पाउनु हल्ला नगरौँ यो चाहिँ इन्डियन स्ट्यान्डर्डमा दिएको कुरा रहेछ यो खासमा 8 किलोमिटर इज एडेड हैन भनेपछि तर पनि यस्तो क्वेसन्सहरु हामीले कहिलेकाहीँ फ्याट्टा फुट्टा सोधेको कता कता देखिन्छ धेरै पुरानो क्वेसन्सहरुमा पुरानो क्वेसनहरुमा त के थियो भने जम्मै इन्डियन नेटवर्कको बुकहरुबाट आउँछन् जस्तै तपाईले 3/7 को जुन एउटा आन्सर छ नि सिमेन्ट रिक्वायर्ड इन 1:6 मोटारमा ब्रिक कोन सोधेको छ नि भोल्युम त्यो 3/7 तपाईको इन्डियन मोडुलर साइजको ब्रिक युज गरेर सोधेको हो त्यो क्वेसन फेरि संघ प्रदेश सबैमा सोधेको छ त्यो क्वेसन के हो भने इन्डियन नेशनल क्वेसन हो यदि तपाईले त्यही कुराहरु सोध्यो भने कहिलेकाहीँ त हामीले लेख्नु पर्ने हुन्छ तपाईले मानौ यही क्वेसन चाहिँ सोधियो ट्रान्सपोर्टेसन कस्ट हैन अफ मोर देन अप्सनमा त्यहाँ डट डट राखेर अनि इज एडेड भनेर अप्सनमा हुन्छ 8 किलोमिटर 15 किलोमिटर 20 किलोमिटर 2 किलोमिटर भनेपछि त्यो बेला केमा जानु पर्यो त 8 किलोमिटरमा त्यो भनेको यस्तो कुराहरु के हुन्छ इन्डियन स्ट्यान्डर्ड क्वेसनहरु पनि आउँछन् हैन किनभने हाम्रो स्ट्यान्डर्ड धेरै चीजहरुमा हाम्रो आफ्नो स्ट्यान्डर्ड छैन बनाएकै छैनौ भनेपछि हामीले पनि इन्डियन स्ट्यान्डर्ड लिइराछौं जस्तै आईएस कोडमै आरे हैन 456 आईएस को हामीले लिइराछौं त्यो भनेको आरसीसी को लागि हाम्रो नेपालमा आरसीसी कोडै छैन सो यस्तो कुराहरु के छन् भने हामीले उतैबाट लिइसकेपछि क्वेशन्स पनि उताबाट आउँछन् लिन पाइन्छ हेर्न पनि पाइन्छ सोध्न पनि पाइन्छ त्यही भएर तपाईले यो लेखाइदिएको हो 8 किलोमिटर अब यो कहाँबाट कहाँसम्म हो त मानौ तपाई हाम्रो चाहिँ साइट चाहिँ जेनरली यो जेनरली चाहिँ खासमा जस्तै जिल्ला भरिमा त एउटै रेट जिल्ला रेटको हुन्छ तर कस्ट एस्टिमेट गर्दाखेरि चाहिँ त्यही जिल्ला भरिमा चाहिँ जेनरली चाहिँ इजिली मार्केट जहाँ सामानहरु पाइरा हुन्छन् त्यहाँ मार्केट भन्दा चाहिँ अलि साइड धेरै टाढाहरु भयो भने जेनरली चाहिँ रेट एनालाइसिस गर्दाखेरि यो एड गरिन्छ यो इन्डियन स्ट्यान्डर्ड हो तर हामी नेपालमा रेट एनालाइसिस गर्दाखेरि यो कुराहरुलाई त्यति लिदैनौ अहिलेसम्म प्राय प्रोजेक्टहरुमा हेर्नुहुन्छ भने यो 8% 8 किलोमिटर सम्मको लागि मात्रै एड गरेको हुँदैन किनभने मार्केट भन्दा खासमा जेनरली साइड धेरै टाढा भयो भने त्यो बेला हामीले यो लिनु पर्ने हो तर यो कुरा तपाईले नोटको रूपमा किन लेखाइदिएको भने यो चाहिँ इन्डियन स्ट्यान्डर्डबाट कुरोहरु आउँछ यदि तपाईले यसरी नै किटान गरेर नै क्वेशन सोध्यो भने त्यसरी आन्सर गर्नुपर्ने हुन्छ नत्र हामी नेपालमा चाहिँ जेनरली यो ट्रान्सपोर्टेसन कस्टलाई जेनरली जिल्ला भरिमा सेम रेट हुन्छ जिल्लामा साइट जहाँ भए पनि हामीले जिल्ला दर रेट र त्यही अनुसार कामहरु गरेर आउँछौं त्यसरी हामी लिएर आउँछौं सो यो साइटको डिस्टेन्स सोध्नुहुन्छ भने जेनरली मार्केटबाट साइट डिस्टेन्स हजुर नगरपालिका दर रेट हुँदैन जिल्लाको दर रेट हो नगरपालिकाले दर रेट निकाल्न मिल्दैन sir. कौन Why the rate analysis and specification are crucial in estimation? के भन्नुभयो? Why the rate analysis and specification are crucial in estimation? अब यो त तपाईले सब्जेक्टिभमा त अब भइहाल्यो नि त्यसको मेन मुख्य विशेषताहरु लेख्नु पर्यो यसमा किन क्रुसियल भनेको किन हामी यसमा ध्यान दिएर हेर्छौं त किन यो हाम्रो लागि इम्पोर्टेन्ट भयो किन यो हामीलाई नभयो नभने कुरामा आउँछ यसमा चाहिँ स्पेसिफिकेसनको पर्पसहरु लेख्नु पर्ने भयो मिलाएर र यसमा चाहिँ रेट एनालाइसिसको किनभने रेट एनालाइसिस तपाईले बिगार्नु हो भने कस्टमा फरक पर्न जान्छ जसले गर्दा गभर्नमेन्टलाई बढी खर्चहरु पनि गर्नुपर्ने हुन्छ त्यही भएर क्रुसियल हो क्रुसियल भने के भयो भने यसमा हामीले किन बढी सिरियसनेस हुन्छौं किन हामी बढी ध्यान दिन्छौं भन्ने कुरा हो त्यो कुराहरुलाई तपाईले मजाले मिलाएर पढेकै कुराहरुलाई मिलाएर लेख्न सक्नुहुन्छ वा कहिले काहीँ यस्तो सब्जेक्टिभ क्वेशनहरु तपाईले त्यति टेन्सन लिनै पर्दैन किनभने तपाईले पढेको सब्जेक्टिभ बुकमा पनि यस्तो क्वेशनको आन्सर छैन भने टक्क च्याट जीपीटी लाई दिने अनि इन कन्टेक्स्ट अफ नेपाल लेख भनेर भन्छ उले मजाले आन्सर लेखिदिन्छ त्यो पनि हेर्नु पर्यो अब हामीले त एडभान्स हुँदै गएपछि त नेट नहेर्ने त हुँदैन नेट पनि हेर्नु पर्यो युज पनि अप्टिमम युजहरु गर्नु पर्यो च्याट जीपीटी लाई पनि के कुराहरु दिने अनि उले पनि तपाईले केही आन्सरहरु दिइरा हुन्छ हैन त्यस्तो कुराहरु हुन्छ किनभने हामीले क्लास पढ्दाखेरि एउटा फर्मेटमा जान्छौं तपाईलाई क्वेशन कसरी सोध्छ भन्ने कुराहरुमा पनि तपाईले यदि त्यस्तो कुराहरु आयो भने तपाईलाई ठ्याक्कै त्यो आन्सरको पनि क्वेशनहरुको आन्सर अनि पेपरमा लेख्ने अनि तपाईले त्यो नोटको रूपमा युज हुन्छ पछि याद गरेर अनि एक्जाममा लेख्न पाउँछ हामी त्यस्तो कुराहरु हुन्छ हजुर अब भन्नु के छ अरु सर
जस्तै यो क्वेसन त्यो त कति त्यो त कस्ट त फरक परिहाल्यो नि। मानौ 15 किलोमिटर लानलाई अब पर किलोमिटरको हिसाब हुन्छ। त्यो मानौ त्यो निर्माण के अरे हाम्रो त्यो ट्रक व्यवसायी वा ट्रिपर व्यवसायीहरूले नै भने हुन्छ, वा त्यहाँ केही न केही नर्म्स हुन्छ। ए नर्म्स यस्तो भनेको त्यहाँको बस व्यवसायी वा त्यो व्यवसायी उनीहरूको एउटा के हुन्छ भने त्यो लिने हो, यति किलोमिटरसम्मको यति पैसा भने सर्टेन पैसा त्यसमा एड गर्ने हो भने त्यसरी लिन्छ। भाडादर हो, भाडादर चाहिँ एड गर्ने। किलोमिटरको हिसाबले हुन्छ, त्यही एड गरिदिन सकिन्छ। लिड भनेको त हाइवेमा मात्र होइन, लिड र लिफ्ट त यस्तो भयो। लिड भनेको तपाईँले यहाँ खन्दाखेरि तपाईँले कति मिटरसम्म फाल्दाखेरि त्यो माटो फाल्दाखेरि पैसा एक्स्ट्रा दिनु पर्दैन लेबरलाई, 30 मिटरसम्म त्यसलाई होरिजेन्टल डिस्टेन्स लिड भयो। हाम्रो जेनरली मान्छेको हाइट वा छातीसम्मको हाइटलाई हामी लिफ्ट भन्छौँ, त्यो भनेको 1.5 मिटर हो। सो 1.5 मिटरसम्म उसले बोक्न सक्दाखेरि वा टाउकोमा राख्दाखेरि त्यसलाई एक्स्ट्रा पैसा दिनु पर्दैन। तर लेबर तपाईँले यहाँ लगाउने अनि ल बानेश्वर गएर फाल भन्दाखेरि उसलाई त धेरै टाढा पर्यो नि त, अनि त्यो फालेको पैसा उसलाई दिनुपर्ने हुन्छ। त्यो भन्नु खोजेको हो कि लिड एन्ड लिफ्ट इज त्यो डिफरेन्ट थिङ्स हो। अब लिड एन्ड लिफ्ट एक्सक्युज मी सर, यो अब पक्नु एकछिन अब हेरौँ। तपाईँलाई इक्जाममा के सोधेको छ भने 2081 को पुस 27 गते मध्य प्रदेशमा एउटा क्वेसन सोधे रहेछ। त्यो क्वेसनलाई नै डिस्क्राइब गरेर अनि यसलाई टुङ्ग्याइदियो भने सजिलो हुन्छ। क्वेसन यस्तो छ सर, क्वेसन के सोधेछ हजुर? सर यो इन्टरनेसनल प्रोजेक्ट वाटर चार्ज 1.5% यो के हो सर? के भन्नुभयो? यो इन्टरनेसनल प्रोजेक्ट वाटर चार्ज 1.5%। वाटर चार्ज हल्ला नगरौँ भन्दैछु। यो उमेर हल्ला गर्ने हो त? आफ्नो बच्चाहरूलाई हल्ला नगर भन्ने उमेर होइन त? अनि यो हल्ला गरेर हुँदैन नि त क्लासमा। अब हेर्नु, तपाईँले सोधेको वाटर चार्जेस भनेको कस्तो भयो भने वाटर केमा युज हुन्छ त? सबभन्दा पहिला त लेबरलाई खानु पर्यो, त्यहाँ काम गर्ने कामदारहरूले पानी खानु पर्यो, र त्यहाँ चाहिँ कन्स्ट्रक्सन वर्कमा पनि लेबर वाटर युज हुन्छ। त्यो वाटर साइटमा कहाँबाट व्यवस्था गर्ने? कि त तपाईँले त्यही ट्युबवेल खन्ने, त्यही पानी व्यवस्था गर्ने, वा कुनै त्यहाँको लोकल अथोरिटी नगरपालिका हुन्छ वा त्यो कुनै छरछिमेकबाट तपाईँले के लिनु पर्यो त? पानी लिनु पर्यो नि त। अब एक दिनको लागि होइन त, आज जार किन्यो पानी सकिन्छ भने त हुँदैन, मिक्स गर्ने हो। तपाईँ जारको पानी वा ट्याङ्करको पानी लिएर पनि त्यहाँ त युज गर्न पाउनु भने त्यसको कस्ट पर्छ नि। त्यसको लागि चाहिँ 1.5%सम्म लेबर एन्ड मेटेरियलको कस्टको 1.5%सम्म के गर्नुपर्ने हुन्छ त? तपाईँले त्यो व्यवस्था गर्नुपर्ने हुन्छ। त्यसलाई भन्छौँ हामी वाटर चार्जेस। ल एउटा क्वेसन छ, अस्ति भर्खरको क्वेसन हो यो। अब जाउँ यता। ल इन द रेट एनालाइसिस, ल क्वेसन हेर्नु त कति राम्रो छ। पिएससी 2081 9/27 है त। इन द रेट एनालाइसिस norms of Nepal, the provision for contractors overhead is भनेर लेटेस्ट क्वेसन हो। अप्सनमा छ 5%, बी मा छ 10%, सी मा छ 15% र डी मा छ के त 20%। ल कति हुन्छ त भन्नु त? अहिले पढिसक्नु भयो त्यो 15। किनभने हामीले शेड्युल 1 अनुसार के पढाएको त? कन्ट्र्याक्टर्स ओभरहेड इज टेकन एज 15%। त्यो बेला चाहिँ फेसबुकमा धेरै जनाले एन्सरहरू 5% पनि गरेको थियो, त्यो होइन। ल कन्फिडेन्स त राम्रै देखाउनु त्यो हुनुपर्छ। यसो हो, अब मैले पनि के गरेँ भने त्यो क्वेसनहरू अब सोलुसनहरूमा यसो हाल्दाखेरि त अब सबै कुराहरू हेर्नु पर्यो। यो ओभरहेड भनेको हामीले आफैले दिएको होइन, नर्म्सले दिएको चिज हो भनेपछि तपाईँले अब यहाँ कन्फ्युजन हटाउँ है। अब गभर्मेन्ट नर्म्स अनुसार वा पब्लिक प्रोक्युरमेन्टको रेगुलेसन अनुसार वा तपाईँलाई स्ट्यान्डर्ड प्रोभिजन अनुसार स्ट्यान्डर्ड नर्म्स भनेर सोध्यो भने सिधै 15 मा जानु पर्यो, नत्र जेनरली सिधै ओभरहेड इज टेकन एज भन्यो भने 5% मा जानुपर्ने हुन्छ है। यसमा धेरै कन्फ्युजन छैन, तपाईँ हामी पनि कन्फ्युजन हुनु हुँदैन। ठिक छ? ल आजलाई चाहिँ यति गरौँ, भोलि फेरि हामी कन्टिन्यू गर्छौँ। ठिक छ? एउटा क्वेसन छ सर।
भोलि हामी न्युमेरिकल एउटा सब्जेक्टिभको तपाईले सोधेकै क्वेशन रेट एनालाइसिस एउटा गर्छौं अनि त्यसपछि फेरि भ्यालुएसन तर्फ जान्छौं अगाडि बढ्छौं ल आजलाई यति गरौँ स्पेसिफिकेसनको बाँकी छ नि त्यो लेख्नलाई अनि त्यो क्वेशनहरुको के सब्जेक्टिभ